लाई नै हामी वैदेशिक सहायता भनेर भन्छौँ र यो वैदेशिक सहायता द्विपक्षीय वा बहुपक्षीय हुन सक्छ। अघि मैले भने थाहा पनि छ तपाईहरुलाई। यो वित्तीय रूपमा आउने, प्राविधिक सपोर्टको रूपमा आउने वा मटेरियल एडको रूपमा आउने पनि हुन सक्छ। यो वैदेशिक सहायतालाई हामी अनुदान, ऋणका रूपमा पनि वर्गीकरण गर्न सक्छौँ। त्यस्तै गरिकन यसलाई हामीले चाहिँ बजेटरी सपोर्ट, प्रोग्राम सपोर्ट, प्रोजेक्ट एड हैन भनेर पनि हामीले यसलाई चाहिँ वा सेक्टर वाइड अप्रोच भन्छ। यो चारवटा तरिकाले पनि क्लासिफाई गर्न सक्छौँ। अन बजेट एड, अफ बजेट एड, अन बजेट अन ट्रेजरी एड, अन बजेट अफ ट्रेजरी एड भनेर पनि हामीले वर्गीकरण चाहिँ गर्न सक्छौँ वैदेशिक सहायतालाई विभिन्न तरिकाले। अब यो सहायता भनेको अघि मैले भने नि, सहायता विकासशील मुलुकमा विकासका लागि उत्पादनका साधनहरूमा लगानी गरेर उत्पादन बढाउनु पर्ने हुन्छ। अब त्यो उत्पादनका साधनहरू निष्क्रिय रहेको अवस्थामा वा अनुपयोग वा अल्प उपयोग भइराखेको अवस्थामा र देशको आफ्नो राष्ट्रिय बचत न्यून भएको अवस्थामा, राष्ट्रिय आय, राष्ट्रिय बचत न्यून भएको अवस्थामा त्यो विकास फाइनान्स जुटाउनका लागि वैदेशिक सहायता विकासशील मुलुकका लागि ज्यादै महत्त्वपूर्ण छ। लगानी बढाएर त्यसबाट तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण गर्नका लागि, ठूला पूर्वाधार निर्माण गर्नका लागि महत्त्वपूर्ण छ। तथापि यसका दुर्बल पक्ष, नकारात्मक पक्षहरू पनि छन्। त्यसैले यसलाई हामीले अलिकति आलोचनात्मक ढङ्गले हेर्नुपर्ने हुन्छ। यसका सबल र दुर्बल पक्ष केलाउनु पर्ने हुन्छ, जाँचमा पनि आउन सक्छ। अब यसका सबल पक्षमा चाहिँ सुरुमै भने मैले विकासमा लगानी गर्न आवश्यक पर्ने जुन स्रोत अभाव हुन्छ, फाइनान्सिङ ग्याप भन्छ, त्यसलाई पूर्ति गर्न यसले मद्दत गर्छ। अर्को चाहिँ ज्ञान र प्रविधिको हस्तान्तरण पनि प्राप्त हुन्छ वैदेशिक सहायता सँगसँगै टेक्नोलोजी एन्ड नलेज ट्रान्सफर पनि हुने हुन्छ। अर्को हामीले अहिले हेर्यो भने चाहे त्यो मिलेनियम डेभलपमेन्ट गोलको कुरा गर्नुहोस् अर सस्टेनेबल डेभलपमेन्ट गोलको कुरा गर्नुहोस्, आफ्टर मिलेनियम समिट विश्वव्यापी रूपमा विकास सहायता चाहिँ गरिबी न्यूनीकरण केन्द्रित हुँदै गएको छ। गरिबी घटाउनलाई कलेक्टिभली सबै मुलुकहरूले के अरे अन्तर्राष्ट्रिय लक्ष्य निर्धारण गरेर रिसोर्स चाहिँ फाइनान्स गरिरहेको अवस्था छ। त्यसैले वैदेशिक सहायताले गरिबी निवारण गर्न र सामाजिक असमानता कम गर्न मद्दत पुर्याउँछ। त्यस्तै संस्थागत क्षमता र जनशक्ति क्षमता विकास गर्न पनि हामीले वी युज फरेन एड हैन। ठूला पूर्वाधार निर्माण र आर्थिक गतिविधिको विस्तार विकास गर्नलाई शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता ह्युमन क्यापिटल फर्मेसनका इन्भेस्टमेन्ट जुन हुन्छ मानव पुँजी निर्माणका, त्यसमा पनि वैदेशिक सहायताले योगदान गर्छ। अनि हामी सङ्कट विपदका बेलामा योजना गरेको सीमित स्रोतले त्यसको सामना गर्न सम्भव छैन कुनै पनि मुलुकलाई। त्यसैले सङ्कट र विपदको सामना गर्न पनि वैदेशिक सहायताका कारणले सम्भव हुन्छ। विधिको शासन, लोकतन्त्र, मानवाधिकार यस्ता कुराहरूको संरक्षणमा पनि वैदेशिक सहायताले योगदान दिन्छ। किनभने सहायता दिने मुलुक वा दात्री संस्थाहरूले यो कन्डिसनै राखेर दिन्छन् हैन। वी सपोर्ट फर रुल अफ ल, डेमोक्रेसी, ह्युमन राइट्स। त्यो कारणले यसले डाइरेक्टली इन्डाइरेक्टली यी कुराहरूको प्रमोसन गर्नलाई मद्दत गरिराखेको हुन्छ। अब वैदेशिक मुद्रा सञ्चिति बढाएर अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार गर्न पनि वैदेशिक सहायताले मद्दत गर्छ। फरेन करेन्सी रिजर्भ मार्फत यो एक्सटर्नल सेक्टर, एक्सटर्नल स्फेयर अफ इकोनोमी त्यसलाई इम्प्रुभ गर्न मद्दत गर्छ। अब सरकारका महत्त्वकांक्षी योजनाहरू हुन्छन्। निर्वाचन जितेर आएको सरकार जनतालाई आकर्षित गर्न, अर्को चुनाव जित्नलाई एम्बिसियस प्लानहरू लिएर आउँछ। तर त्यसलाई कार्यान्वयन गर्न त रिसोर्स चाहिन्छ। अब देशको आफ्नो रिसोर्सले मात्रै सम्भव नहुँदाखेरि त्यस्तो महत्त्वकांक्षी योजना कार्यान्वयन गर्न पनि फरेन एडले सम्भव बनाउँछ। अनि तीव्र आर्थिक विकासको राष्ट्रिय जुन आकांक्षा हो त्यो पुरा गर्नलाई पनि वी निड फरेन एड। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हाम्रा लक्ष्य अघि एसडिजी भने जस्तो, अनि त्यस्तै हामीले घोषणा गरेका हुन्छौँ, डिक्लारेसन, कमिटमेन्टहरू हुन्छन्, त्यो पुरा गर्न, त्यो कार्यान्वयन गर्न पनि वैदेशिक सहायताबाट सम्भव हुन्छ। सो दिज आर द स्ट्रेन्थ्स अफ फरेन एड। ओके,
सँगसँगै वैदेशिक सहायताका दुर्बल पक्षहरू पनि हुन्छन्। जस्तो सार्वजनिक र निजी दुवै खाले बचतलाई चाहिँ यसले निरुत्साहित गरिदिन्छ, सेभिङलाई है। पब्लिक सेभिङ अथवा गभर्मेन्ट सेभिङ र प्राइभेट सेभिङ दुवैलाई चाहिँ यसले निरुत्साहन गर्छ, किनभने इजी एक्सेस टु रिसोर्स हुन्छ फरेन एडको कारणले गर्दा। त्यसैले मान्छेले कमाउने, उत्पादन गर्ने, बचत गरेर सेभिङ गर्ने कुरामा ध्यानै दिँदैन। सार्वजनिक उपभोगलाई प्रश्रय दिन्छ यसले। इजी मनी इन्जेक्ट हुन्छ मार्केटमा, पिपुलको ह्यान्डमा वैदेशिक सहायताबाट ल्याउने, सामाजिक सुरक्षामा बाँड्ने भनौँ न, फर इक्जाम्पल होइन। हाम्रा पपुलिस्ट कार्यक्रमहरू मार्फत त्यसले के हुन्छ त भन्दा त्यो पैसा चाहिँ आफूले दुःख गरेर कमायो भने अथवा मेहनतले कमाएको मान्छेले खर्च गर्न सक्दैन। सरकारले पनि त्यसलाई फुर्माइस गरिदिन्छ। केमा खर्च गर्ने त भन्दाखेरि उपभोगमा बढी खर्च हुन्छ। अनि बजारमा चाहिँ मुद्रास्फीति बढाउँछ फरेन एडले। मुद्रास्फीति भनेको यो भ्यालु अफ मनी चाहिँ कम हुनु होइन। अनि थोरै सामान किन्नलाई धेरै पैसा चाहिने अवस्था। त्यो चाहिँ कति बेला हुन्छ त भन्दा सप्लाई अफ मनी इन मार्केट चाहिँ हाई भयो भने त्यो बेलामा इन्फ्लेसन बढ्ने हो, सामानको भाउ महँगो पर्छ, पैसा सस्तो पर्छ कि, त्यसलाई इन्फ्लेसन भयो होइन। अनि त्यसपछि गएर त्यो इन्फ्लेसन चाहिँ फेरि गरिबका लागि के हुन्छ त भन्दा अब सीमित मान्छेमा पैसा पुग्या हुन्छ। अनि मूल्य बढ्नु भनेको चाहिँ अब के हुने भयो त भन्दाखेरि गरिबले फेरि गरिबको हातमा त पैसा आउँदैन। त्यसले गर्दाखेरि त्यसलाई एफोर्ड गर्न सक्दैन। परनिर्भरता बढाइदिन्छ वैदेशिक सहायताले। अनि सबरिनिटी पनि कमजोर हुन्छ। अर्काको पैसामा सर्भाइभ गर्ने भएपछि उसले जे भन्यो त्यही गर्ने हुन्छ। आर्थिक सुधारमा ध्यानको जाँदैन, विदेशी पैसामा मात्रै काम गर्नमा केन्द्रित, कसले सहयोग गर्ला, कसले सहायता देला, अनुदान देला होइन भनेर बसिराख्दा हामी आर्थिक सुधारमा ध्यान दिँदैनौँ। त्यही भएर कमजोर आर्थिक नीति नै रहिरहन्छ जहिले पनि। यसमा बढी भ्रष्टाचार र स्रोतको दुरुपयोग हुने सम्भावना हुन्छ। हामीले सहायता भनेको अनुदानमा त कम पाउँछौँ, ऋणमा लिने हो, त्यो भएपछि त्यसको सामोब्याज भुक्तानी गर्ने कुरा चाहिँ निरन्तर बढ्छ। अहिले तपाईँले हेर्नुभयो भने प्रत्येक वर्ष हाम्रो वित्तीय व्यवस्थामा भएको बजेट विनियोजन चाहिँ बढ्दै गएको छ। यो वर्ष नै झन्डै 4 खर्ब पुग्न लागेको छ भनेपछि यो निरन्तर बढ्दै जान्छ। अल्टिमेटली मुलुक चाहिँ डेट ट्र्यापमा फस्न सक्छ, यो ऋणको चक्रव्यूहमा फस्छ। परामर्शदाता र क्षमता विकासका नाममा पैसा चाहिँ फेरि वैदेशिक सहायता दिएको हुन्छ। अनि विदेशी अन्तर्राष्ट्रिय विज्ञ, त्यही देशको विज्ञ कन्सल्टेन्ट भन्यो, अनि कर्मचारीलाई, जनशक्तिलाई उतै लगेर तालिम दिने भन्यो, पैसा उतैतिर फिर्ता जान्छ कि। अनावश्यक शर्तहरूले गर्दा सहायता कार्यान्वयन गर्ने कठिन हुन्छ। हामी कन्डिसनमा एड स्वीकार गऱ्यौँ भने प्रविधि अब यो नयाँ प्रविधि हो भनेर ल्यायो, नेपालमा, हाम्रो देशमा, हाम्रो लोकल कन्टेक्स्टमा फिट हुँदैन। त्यसैले अनुपयुक्त प्रविधिको उपयोग बढ्दै जान्छ, जसले गर्दा अर्थतन्त्र महँगो बनिदिन्छ। अनि विभिन्न खाले शर्तहरूले विकासलाई झन् कठिन र झन्झटिलो बनाइदिन्छ। यस्ता कमजोरी हुन्छन् वैदेशिक सहायताका दुर्बल पक्ष। अब त्यही पनि यस्तो दुर्बल पक्षहरू हुँदाहुँदै पनि अथवा नेपालले 2008 सालबाट वैदेशिक सहायता लिन थालेको .4 प्रोग्राम अन्तर्गत चाहिँ युएसबाट भनेर हामीले भन्छौँ। अब त्यो त्यसरी 8 सालदेखि अहिलेसम्म 82 सालसम्म आउँदाखेरि होइन, यत्रो चाहिँ 7 दशकभन्दा बढी भनौँ न अवधिमा वैदेशिक सहायता परिचालन हुँदा पनि खै त विकासको अवस्था त उस्तै छ। यसको अर्थ के वैदेशिक सहायता नभए पनि हुँदैन त भन्ने प्रश्न उठ्छ डेफिनेटली। तर पनि नेपाललाई वैदेशिक सहायता स्टिल इम्पोर्टेन्ट छ। कारण चाहिँ के हो त भन्दा पूर्वाधार विकासका लागि हामीले ठुलो स्रोत चाहिँ लगानी गर्नुपर्नेछ, तर त्यो स्रोत पर्याप्त छैन। त्यो पुरा गर्नलाई वैदेशिक सहायता हामीलाई चाहिन्छ। हामीले आर्थिक वृद्धिलाई गियर अपै गर्न सकेका छैनौँ होइन। त्यसैले एक्सिलरेट गर्नका लागि पनि ठुलो लगानी गर्नुपर्छ। त्यो पनि वैदेशिक सहायता त्यसका लागि पनि आवश्यक छ। हाम्रो सामाजिक विकासका सूचकहरूमा हामी पछाडि छौँ। शिक्षा, स्वास्थ्य, सरसफाइ, औषध, आयु, सचेतना, लैङ्गिक समानता होइन, यी कुराहरूलाई बलियो बनाउनका लागि त्यहाँ लगानी गर्नुपर्छ, वैदेशिक सहायता आवश्यक छ। अहिले भएको हाम्रो गरिबी 20.27% जुन छ, असमानता, ह्याभ र ह्याभ नट बिचको गिनी कोफिसियन्टमा भएको ग्याप, वाइडर ग्याप, त्यसलाई न्यूनीकरण गर्न पनि वी निड फरेन एड। अब हामीले एड फर ट्रेड भन्छ, वैदेशिक सहायताको रकमलाई चाहिँ
उत्पादनमूलक क्षेत्रमा लगानी गरेर उत्पादन बढाएर हामीले बजार प्रवर्धन गर्नलाई अनि हाम्रो अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउनलाई पनि वैदेशिक सहायता जरुरी छ। नवीन प्रविधि होस् वा व्यवस्थापकीय ज्ञान, वी ल्याक द्याट। यो इनोभेटिभ टेक्नोलोजी अथवा न्यू टेक्नोलोजी र चाहिँ म्यानेजरियल स्किललाई ट्रान्सफर गर्न पनि वी निड फरेन एड। संस्था र प्रणालीमा सुधार गर्न र क्षमता विकास गर्न, टु स्ट्रेन्थन इन्स्टिट्युसन एन्ड सिस्टम एन्ड देन क्यापासिटी इन्हान्समेन्ट गर्नलाई पनि वैदेशिक सहायता चाहिन्छ। हाम्रो ऊर्जा क्षेत्रमा उच्च सम्भावना छ तर त्यसका लागि लगानी गर्ने पुँजी छैन नि, हो त्यो पुँजी जुटाउन पनि वी निड फरेन एड। राष्ट्रिय विकासका लक्ष्य जुन छन् हाम्रो सन् भनौँ न के अरे विक्रम सम्वत 2100सम्ममा चाहिँ हामी विकसित मुलुक बन्ने भनेर समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर हिँडेका छौँ। बट फर द्याट वी निड हेभी इन्भेस्टमेन्ट, ह्युज इन्भेस्टमेन्ट होइन। अनि भुक्तानी सन्तुलन कायम गर्नलाई र चाहिँ ब्यालेन्स अफ पेमेन्ट कायम गर्नलाई र चाहिँ वैदेशिक मुद्राको सञ्चिति बढाइराख्नलाई पनि वैदेशिक सहायता चाहिन्छ। वैदेशिक र स्वदेशी निजी लगानीलाई आकर्षित गर्नका लागि पनि वैदेशिक सहायता जरुरी पर्छ, किनभने गभर्मेन्टको इन्भेस्टमेन्टले प्राइभेट इन्भेस्टमेन्टलाई ल्युब्रिकेन्टको काम गर्ने हो। प्रकोप र सङ्कट सामना गर्न पनि वी निड, वी आर डिजास्टर प्रोन कन्ट्री होइन, 11औं नम्बरतिर पर्छौँ हामी। सो त्यसको सामना प्रत्येक वर्ष हामीले गरिरहनु पर्छ, जस्तो ल्यान्डस्लाइडदेखि लिएर बर्खा लाग्दैछ होइन, बाढी पहिरो लगायतको हिउँदमा डढेलो होला अथवा चाहिँ महामारीहरू विभिन्न हुन्छ नि, यस्ता सङ्कटहरूको भूकम्प प्रकोपहरूको सामना गर्न पनि हाम्रो आफ्नै रिसोर्स र क्यापासिटीले सम्भव छैन, त्यसका लागि वैदेशिक सहायता चाहिन्छ। अब कुनै देशले वैदेशिक सहायता चाहिँ किन दिन्छ त अर्को देशलाई? कि यसो हेर्दा त्यो त नदिनु पर्ने जस्तो लाग्छ नि त। हरेक देशका आफ्ना आफ्नै समस्या छन्, जति पैसा भए पनि आफ्नो नागरिकलाई नै सुविधा बढीभन्दा बढी दिने भन्ने हुन्छ। तर पनि किन कुनै देशले अर्को देशलाई वैदेशिक सहायता दिन्छ त? दिएको छ नि त होइन। किन दिन्छ भन्दा यसका चाहिँ हेर्दाखेरि एक्सप्लिसिटली त्यस्तो स्वार्थ हुने जस्तो देखिँदैन, तर इम्प्लिसिटली देयर आर न्युमरस इन्ट्रेस्ट अफ द डोनर, सो वाइ इट प्रोभाइड्स एड टु रिसिपिएन्ट कन्ट्री होइन। एउटा त राजनीतिक स्वार्थले दिएको हुन्छ, आफ्नो राजनीतिक गठबन्धनलाई विस्तार गर्न र मजबुत बनाउन, जस्तो नेटो अलायन्समा होइन, अथवा भनौँ न यस्तो विस्तार गर्नका लागि, त्यसलाई बलियो बनाउनका लागि। आर्थिक स्वार्थ पनि हुन्छ, सहायता उपलब्ध गराएको मुलुकमा चाहिँ आफ्नो निजी लगानी त्यहाँ बढाउने, लगानीबाट त फेरि रिटर्न आफ्नै देशमा आउने हो, आफ्नो व्यापार विस्तार गर्नलाई पनि सहायता दिइराखेका हुन्छ। अर्को त नैतिक दायित्व नै हुन्छ, गरिब मुलुकका जनताको विकासका लागि, समृद्धिका लागि, उनीहरूको जीवन उकास्नका लागि धनी मुलुकले सहयोग गर्नु त नैतिक दायित्व हो नि त, उसको जिम्मेवारी पनि हो, त्यो निर्वाह गर्न पनि वैदेशिक सहायता दिइराखेका हुन्छ। अर्को मानवीयताको नाताले विपद पर्दा सङ्कट पर्दाखेरि जस्तोसुकै शत्रुवत सम्बन्ध भए पनि कन्ट्रिज प्रोभाइड एड टु अनदर कन्ट्री होइन, त्यसलाई चाहिँ मानवीयताको नाता भनिन्छ। अर्को रणनीतिक स्वार्थले पनि दिया हुन्छ, स्ट्राटेजिक इन्ट्रेस्ट होइन। अब आफ्नो चाहिँ सैन्य तथा सामरिक उद्देश्य हासिल गर्न सहयोग प्राप्त गर्ने उद्देश्यले के स्ट्राटेजिक भनेको चाहिँ सामरिक उद्देश्य पनि हुनसक्छ। वाइ युनाइटेड स्टेट्स अफ अमेरिका युके जापान or the European Union are interested to invest in Nepal or to provide support to Nepal. Why there is keen interest of China and India and there is even a competition. त्यो भनेको चाहिँ नेपालको लोकेसन, नेपालको अवस्थितिलाई हेर्ने हो भनेदेखि चाहिँ इट्स ए इम्पोर्टेन्ट पोइन्ट फर जियो पोलिटिकल स्ट्राटेजी होइन। त्यो भएर धेरै मुलुकको ध्यान नेपालमाथि छ, त्यो कारणले पनि नेपाललाई सहयोग आउने, मैले नेपालको उदाहरण दिएँ, अरूमा पनि त्यसरी रणनीतिक स्वार्थका लागि पनि जान्छ। अब प्रभाव कायम गर्नलाई मात्रै पनि जाने, सम्बन्धित मुलुकको नीति निर्माणमा सहायता दिने कन्ट्रीको त केही न केही प्रभाव कायम हुन्छ, जनतामा पनि हुन्छ होइन। अर्को समर्थन प्राप्त गर्नलाई पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा विभिन्न एजेन्डामा तर्क गर्नुपर्छ, पास गर्नुपर्छ, भोट हाल्नुपर्छ। त्यो बेलामा सहायता दिएको कन्ट्रीलाई चाहिँ भोट हाल्न भनौँ न त्यस्ता सदस्य राष्ट्रहरू चाहिँ बाध्य त नभनौँ तर प्रभावित हुन्छन् उसबाट, उसलाई एक किसिमको मोरल भनौँ न अब्लिगेसन पनि सिर्जना हुन्छ। अनि अर्को चाहिँ सामाजिक सांस्कृतिक कारणले पनि दिइराखेका हुन्छन् है। सामाजिक सांस्कृतिक रूपमा
ए र बी मुलुकका बिचमा धेरै कुरा मिल्दोजुल्दो छ, सामञ्जस्यता छ भने त्यसले चाहिँ अलिकति वननेस फिल गरेर, किननेस फिल गरेर पनि सहायता दिइराख्या हुन्छ। दिज आर द रिजन वाइ ए कन्ट्री प्रोभाइड्स फरेन एड टु अनदर कन्ट्री होइन। अब वैदेशिक सहायता भन्ने बित्तिकै हामीले पेरिस प्रिन्सिपल, पेरिस डिक्लारेसनलाई भुल्नु हुँदैन। यो चाहिँ वैदेशिक सहायता परिचालन हुँदै गएपछि ठुलो मात्रामा संस्थागत रूपमा मल्टिल्याटरल फाइनेन्सियल इन्स्टिट्युसनहरू स्थापित भएर वैदेशिक सहायता ठुलो मात्रामा परिचालन हुन थालिसकेपछि चाहिँ यसको इफेक्टिभनेसमाथि प्रश्न उठ्यो र अब संसारका देशहरू एक ठाउँमा भेला भएर हाउ टु इन्हान्स द aid effectiveness of the money that is provided in the form of aid from the taxpayer of a country होइन। भनेपछि त्यो प्रश्न उठेपछि चाहिँ अब यो पेरिसमा चाहिँ सन् 2005मा चाहिँ पेरिस यो समिट भयो भनौँ न, पेरिस कन्फरेन्स भयो, त्यो चाहिँ एड इफेक्टिभनेस समिट भन्छ 2005मा। त्यसले चाहिँ विभिन्न 5वटा प्रिन्सिपलहरू अगाडि सार्यो एड मोबिलाइजेसनलाई इफेक्टिभ बनाउन यी सिद्धान्तको पालना गर्नुपर्छ भनेर। त्यसैलाई नै हामी पेरिस प्रिन्सिपल भनेर भन्छौँ, पेरिस डिक्लारेसन पनि भन्छौँ। एउटा त्यसले स्वामित्वको कुरा गर्यो, ओनरसिपको। यो भनेको चाहिँ विकासशील मुलुकले उनीहरूको गरिबी न्यूनीकरण, संस्थागत सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण आदि गर्नलाई आवश्यक पर्ने जुन योजना, कार्यक्रम, रणनीति हो त्यो उनीहरू आफैले तय गर्नुपर्छ है, दाताले होइन। अर्थात् वैदेशिक सहायतामा चाहिँ त्यसमा सञ्चालित कार्यक्रमको स्वामित्व चाहिँ सहायता प्राप्त गर्ने मुलुक आफैले लिनुपर्छ भनेर यसले भन्छ होइन। लेट देम सिट इन द ड्राइभिङ सिट भन्छ, लेट देम ओन द एड, लेट देम ओन द प्रोजेक्ट, लेट देम ओन द प्रोग्राम भन्छ होइन। अर्को चाहिँ अलाइनमेन्टको कुरा गर्छ, आबद्धता। यो भनेको दात्री मुलुक वा निकायले चाहिँ सहायता परिचालन गरिरहँदा, सहायता उपलब्ध गराइरहँदाखेरि चाहिँ सहायता लिने मुलुक जुन हो त्यसकै चाहिँ राष्ट्रिय नीति, योजना, संस्था, विधि, प्रक्रिया होइन त्यसको पालना गर्नुपर्छ, त्यसैलाई समर्थन गरेर अगाडि जानुपर्छ। आफ्नै योजना, नीति, प्राथमिकता लिएर जान हुँदैन, त्यसलाई अलाइनमेन्ट भन्छ। अर्को सामञ्जस्यता भन्छ, हार्मोनाइजेसन। यो चाहिँ दाताहरूले सहायता परिचालन गर्दाखेरि एक आपसमा पनि दोहोरो नहुने, दोहोरोपना हटाउने गरिकन दाता बिचमा र चाहिँ दाता र सरकारवाला बिचमा, सरकारी निकायहरूसँग समेत समन्वय गर्नुपर्छ। अनि प्रक्रियाहरूलाई सरलीकरण गर्नुपर्छ र सूचना र जानकारी चाहिँ एकअर्कामा आदान प्रदान गर्नुपर्छ भन्ने मान्यता प्रिन्सिपल अफ हार्मोनाइजेसनले राख्छ। अर्को चाहिँ नतिजाका लागि व्यवस्थापनको सिद्धान्त भन्छ, म्यानेजिङ फर रिजल्ट। वैदेशिक सहायताको पैसा परिचालन गरेर खर्च गरिँदा इच पेनी सुड कन्ट्रिब्युट टु अचिभ सर्टेन स्केल अफ रिजल्ट के, नतिजा आउने ठाउँमा मात्रै खर्च गर्नुपर्छ है भन्ने। अर्को चाहिँ म्युचुअल अकाउन्टेबिलिटी, पारस्परिक उत्तरदायित्व भन्छ। यो वैदेशिक सहायता परिचालनका सन्दर्भमा विकास साझेदार र सहायता प्राप्त गर्ने मुलुक दुईटै उत्तिकै उत्तरदायी हुनपर्छ नतिजाप्रति भन्ने यसले राख्छ सिद्धान्त। अब नेपालमा हेऱ्यो भने सहायता परिचालनको अवस्था चाहिँ आर्थिक वर्ष 2080-81को होल आर्थिक वर्षमा चाहिँ नेपालले कुल 1756 मिलियन अमेरिकी डलर वैदेशिक सहायता प्राप्त गर्यो। अनि प्राप्त सहायता मध्ये ऋण सहायता चाहिँ 67% थियो, अनुदान 19% थियो र प्राविधिक सहायता चाहिँ 14% थियो। गत आर्थिक वर्षको कम्प्लिट डेटा हो, यो वर्षको पुरा भएकै छैन होइन। कुल सहायता मध्ये 18% बजेट सहायताका रूपमा आयो, 68.8% त प्रोजेक्ट र प्रोग्राम एडमा आयो, 10% मानवीय सहायता अनि 2.5% चाहिँ क्षेत्रगत सहायता र 0.7% चाहिँ अन्य सहायता गरेर विभिन्न क्याटेगोरीका सहायतामा हिस्सेदारी यस्तो रह्यो। अब त्यसरी प्राप्त गरेको सहायता मध्ये करिब 79% चाहिँ अन बजेट आयो, तर 21% चाहिँ अफ बजेट आयो, जुन घटाउनुपर्छ, त्यो राम्रो होइन। तर अब त्यसमध्ये अन बजेट मध्ये पनि 57% मात्रै सरकारी ट्रेजरीबाट अन ट्रेजरी खर्च भएको देखिन्छ। इट्स भेरी डेन्जरस थिङ होइन। 57% मात्रै चाहिँ यो के अरे अन बजेट हुनु भनेको चाहिँ अब के अरे 43% चाहिँ अफ बजेट, अफ ट्रेजरी खर्च भएको
देखिन्छ। यो वैदेशिक सहायताको कुल स्रोत भर्ना रकम चाहिँ राष्ट्रिय बजेटको 22.6% हुन आउँछ र कुल गारस्थ उत्पादनको चाहिँ 4.4% हुन आउँछ। यो अहिले पछिल्लो समय अझ घटेर आएको हो, तर अझै धेरै थियो योभन्दा पहिला चाहिँ, होइन। अब क्षेत्रगत रूपमा हेर्ने हो भने चाहिँ सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा आएको देखिन्छ वैदेशिक सहायता 17%, शिक्षामा 12% छ, होइन। अनि वित्तीय सेवामा चाहिँ 10% सहायता छ। त्यसपछि गएर पुनर्निर्माणमा, ऊर्जामा, होइन, र अन्य क्षेत्र गरिकन यसरी विभिन्न सेक्टरमा यहाँ चाहिँ वैदेशिक सहायता आएको देखिन्छ। अब हामीले अलिकति यो पेरिस प्रिन्सिपलको पर्सपेक्टिभबाट हेर्ने हो भने चाहिँ आबद्धताको हिसाबले, अलाइनमेन्टको दृष्टिकोणले हेर्दा चाहिँ वैदेशिक सहायता राष्ट्रिय प्राथमिकतासँग तादात्म्य हुन, आबद्ध हुन सकेको देखिँदैन। सरकारको जोड चाहिँ पूर्वाधार विकास, आर्थिक वृद्धिमा छ, होइन। तर अब विकास साझेदारहरूको रुचि भनेको चाहिँ बढी सफ्टवेयर प्रोग्राममा देखिन्छ है। र सहायता अनुरूपता भन्छ नि, एड हार्मोनाइजेसन भनेको थिएँ मैले, त्यो एड हार्मोनाइजेसनको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ विकास साझेदारले औसत 13.8वटा, भनौँ न करिब 14वटा आयोजनामा एउटा दाताले काम गरेको देखिन्छ। यसको मतलब के हो त भन्दाखेरि एड फ्रेगमेन्टेसन धेरै छ भन्ने कुरा हो। थोरै थोरै लगानी गरेर एउटा डेभलपमेन्ट पार्टनरले मल्टिपल प्रोजेक्टमा काम गरेको अवस्था छ। अनि सरकारी कार्यान्वयन निकायले चाहिँ हेऱ्यो भने एउटा निकायले औसत 7वटा विकास साझेदारसँग काम गरिराखेको हामीले देख्छौँ। यस्तो खालको फ्रेगमेन्टेसन देखिन्छ, होइन। अनि त्यसपछि गएर यसरी हेर्दा, त्यो डेटालाई त्यसरी हेर्दा चाहिँ अहिलेसम्मको उपलब्धिलाई रेटोरिकमा हामीले बताउनु पर्दा चाहिँ के हासिल भयो त वैदेशिक सहायताबाट भनेर भन्दा चाहिँ विकासमा लगानीका लागि पुँजी र वैदेशिक विनिमयको जुन अभाव हो त्यो चाहिँ वैदेशिक सहायताले पुरा गर्दै आएको छ। नेपाली अर्थतन्त्रलाई परम्परागत जुन जीवन निर्वाहमुखी अर्थतन्त्रबाट चाहिँ आधुनिक अर्थतन्त्रमा रूपान्तरण गर्न फरेन एडले यो उत्प्रेरकको भूमिका खेलेको छ केही हदसम्म। आर्थिक वृद्धि, गरिबी न्यूनीकरणमा पनि योगदान पुर्याएको छ। विपद, सङ्कट यस्ता कुराको व्यवस्थापन, जलवायु अनुकूलन, शान्ति तथा पुनर्निर्माण यी कामहरूमा सहयोग पुगेको छ। शिक्षा, स्वास्थ्य, सचेतना, सशक्तिकरण यस्तो मार्फत मानव पुँजी निर्माणमा पनि योगदान पुगेको छ। अब नीतिगत तथा संस्थागत सुधारमा, सुशासन प्रवर्धनमा पनि फरेन एडले योगदान गरेको छ। लोकतन्त्र, विधिको शासन, मानवाधिकारको संरक्षण यिनीहरूमा पनि कन्ट्रिब्युसन छ वैदेशिक सहायताको, है। नयाँ प्रविधि र ज्ञान भित्र्याउनका लागि र त्यस्तो नयाँ प्रविधि र ज्ञान विकास गर्नका लागि पनि फरेन एड हेज कन्ट्रिब्युटेड। आयोजना व्यवस्थापन क्षमता विकास गर्नमा पनि यसले सहयोग गरेको छ। भौतिक पूर्वाधार विकासमा लगानीका लागि स्रोत वैदेशिक सहायताबाट जुटेको छ। हाम्रा ठुला पूर्वाधारहरू जति पनि हेर्नुभयो भने फरेन एड फन्डेड छन्। हाम्रो प्राकृतिक स्रोतहरू, निष्क्रिय रहेका स्रोतहरूको उपयोग गर्न, तिनमा लगानी गर्न स्रोत जुटेको छ। वैदेशिक लगानीका लागि क्रमशः सहायताले गर्दा वातावरण बन्दै गएको छ। यी चाहिँ सकारात्मक उपलब्धिहरू भए। अब समस्या चाहिँ के छन् भन्दा चाहिँ यहाँ लेखिदिएको छु, डिटेल जान्न एक दुईवटा भन्छु। विकास साझेदारलाई हामीले उनीहरूले नै बनाएको पेरिस प्रिन्सिपलको पालना गराउन सकिया छैन, होइन। अनि सहायतालाई राष्ट्रिय प्राथमिकतामा केन्द्रित गर्न सकिया छैन। अनि अधिक खण्डीकरण छ, समन्वय छैन, सहायता परिचालन खर्च उच्च छ। त्यस्तै सहायताको जुन राष्ट्रिय प्रतिबद्धता हो त्यो र सामञ्जस्यता चाहिँ कायम गर्न, राष्ट्रिय आबद्धता र सामञ्जस्यता कायम गर्न सकिया छैन पेरिस प्रिन्सिपल अन्तर्गत। अनि सरकारको सहायता वार्ता तथा सम्झौता क्षमता भन्छ, एड निगोसिएसन क्यापासिटी चाहिँ कमजोर छ। त्यस्तै गरिकन यो सहायताको ठुलो हिस्सा चाहिँ अघि नै मैले भने अफ बजेट, भनौँ न अफ बजेट अफ ट्रेजरी हुनु राम्रो होइन। बाह्य ऋणको मात्रा बढ्दै गएको छ, त्यसले गर्दा मुलुक चाहिँ ऋणको चक्रव्यूहमा फस्ने जोखिम बढ्दै गएको छ। यस्ता समस्याहरू छन्। के गर्नुपर्छ यहाँ लेखिदिएको छु, आई डोन्ट गो इन डिटेल, है। अब त्यस्तै सहायता जस्तै प्रत्यक्ष वैदेशिक लगानी सहायता चाहिँ पब्लिक सेक्टरमा गभर्मेन्टले गभर्मेन्टलाई दिने,
सहायता हो। यो ऋण दिँदा पनि कन्सेसनल इन्ट्रेस्ट रेटमा र कतिपय अवस्थामा ग्रान्टमा आउने कुरा हो, गभर्मेन्ट मार्फत खर्च हुने कुरा हो होइन। तर प्रफिटको त्यसमा अब्जेक्टिभ हुँदैन। तर लगानी भनेको चाहिँ बिजनेस सेक्टरमा क्यापिटल र टेक्नोलोजी फ्लो हुने कुरा हो। त्यस्तो क्यापिटल टेक्नोलोजी इन्भेस्टमेन्टको मूल उद्देश्य चाहिँ मुनाफा, प्रतिफल हुन्छ, लाभ हुन्छ। त्यसलाई चाहिँ हामी वैदेशिक लगानी भन्छौँ। अर्थात् विदेशी लगानीकर्ताले स्वामित्व, व्यवस्थापन, निर्णय प्रक्रिया, नियन्त्रण, त्यो बिजनेसको ओनरसिप, म्यानेजमेन्ट, कन्ट्रोल र चाहिँ यो चाहिँ डिसिजन मेकिङमा चाहिँ आफू डाइरेक्टली इन्भल्भ हुने गरेर गरेको लगानी छ भने त्यसलाई हामी प्रत्यक्ष वैदेशिक लगानी भन्छौँ है। अब प्रत्यक्ष किन भनेको त भन्दा लगानीकर्ता डाइरेक्टली त्यसमा इन्भल्भ हुन्छ, आइदर इन ओनरसिप, म्यानेजमेन्ट, डिसिजन मेकिङ एन्ड कन्ट्रोलमा। त्यही भएर प्रत्यक्ष भनेर भनिएको हो। यो चाहिँ लामो समयसम्म मुनाफा, लाभ वा प्रतिफलको अपेक्षा राखेर प्रत्यक्ष विदेशी लगानी हुन्छ। अहिले अप्रत्यक्ष पोर्टफोलियो पनि आउँछ पछि। त्यस्तो लगानी गर्ने लगानीकर्ता चाहिँ आफू त्यो कम्पनी वा व्यवसायमा प्रत्यक्ष संलग्न हुने भएको भएर यसलाई प्रत्यक्ष भनेको हो होइन। अब यो प्रत्यक्ष वैदेशिक लगानीका पनि अघि सहायताका भने जस्तै सबल र दुर्बल दुइटै पक्ष छन्। धेरै कुरा त ओभरल्याप पनि गर्छन्। यो विदेशी लगानीले पनि लगानीका लागि आवश्यक पर्ने स्रोत अभाव पूर्ति गर्छ। सहायताले विकासका लागि आवश्यक पर्ने स्रोत अभाव पूर्ति गर्थ्यो। अब वैदेशिक लगानीले चाहिँ व्यवसायमा गर्नुपर्ने लगानीका लागि हुने स्रोत अभाव पूर्ति गर्छ। अब लगानी जति धेरै बढ्यो त्यसले चाहिँ ऱ्यापिड इकोनोमिक ग्रोथ गराउँछ, पूर्वाधार विकासमा यसले योगदान गर्छ। ठुल्ठुला पूर्वाधारमा विदेशी लगानी, हाम्रो हाइड्रो पावरमा भने जस्तो होइन। ज्ञान तथा प्रविधि हस्तान्तरण हुन्छ, उत्पादकीय कुशलता, प्रोडक्टिभ इफिसियन्सी बढ्छ। अनि लगानी आएपछि मल्टाइनेसनल कम्पनीहरू पनि मार्केटमा आएपछि डोमेस्टिक कम्पनी अथवा कुनै एउटा इस्टाब्लिस कम्पनीको मोनोपोली रहँदैन, तोडिन्छ। त्यसले गर्दा प्रतिस्पर्धा प्रवर्धन हुन्छ, लगानीसँगै रोजगारी सिर्जना हुने भयो र कम्पिटिसनले गर्दाखेरि उपभोक्तालाई चाहिँ क्वालिटीको गुड चिपर प्राइसमा पाउने भएर अनि चोइसेसहरू पनि अलर्ट हुने भएको भएर यो चाहिँ उपभोक्तालाई लाभ पुग्छ। त्यसपछि गएर लगानीले प्रफिट, रोजगारी मार्फत, इम्प्लोइमेन्ट मार्फत इन्कम वा चाहिँ त्यो लगानीमा हिस्सेदारी गर्ने यो सेयर होल्डरहरूको आम्दानी आदिले बिस्तारै के हुन्छ त भन्दाखेरि चाहिँ बचत पनि बढ्दै जान्छ र त्यो बचत भएको रकम भनेको फेरि आफैले लगानी गर्न सक्ने क्षमता पनि बढ्छ। त्यस्तै नेतृत्व र व्यवस्थापकीय सिप पनि हस्तान्तरण हुन्छ। इन्भेस्टर खालि पैसा लिएर आउँदैनन्, टेक्नोलोजी पनि लिएर आउँछन्, अनि लिडरसिप पनि लिएर आउँछन्, म्यानेजरियल स्किल पनि लिएर आउँछन्। त्यो देशमा हस्तान्तरण हुन्छ। अनि मुलुकमा उपलब्ध स्रोतको महत्तम उपयोग हुने भयो लगानी भयो भने, निर्यात प्रवर्धन हुने भयो त्यहाँबाट उत्पादित वस्तु सेवाको, अनि स्थानीय ज्ञान र सिपको चाहिँ बाह्य विस्तार हुन्छ। यस्ता सबल पक्ष हुन्छन्, तर दुर्बल पक्ष पनि उत्तिकै छन्। स्वदेशी साना उद्योगहरू अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुन्छन्। बहुराष्ट्रिय कम्पनीले साना असङ्गठित व्यापारीहरूलाई चाहिँ विस्थापितै गरिदिन्छन्। विश्वका ठुला कम्पनीले देशभित्रको उच्च मुनाफायुक्त क्षेत्रमा अब ठुलो लगानी गरेर एकाधिकार कायम गर्छन्। भोलि पर्सि देशभित्रको लगानीकर्ता बलियो भएर उसलाई तोड्ने गरेर लगानी गर्नै सक्दैन, उसको मोनोपोली इस्टाब्लिस हुन्छ। ठुला लगानीकर्ताले स्थानीय मानिसको ज्यालामा महत्त्व दिँदैनन् होइन, मेसिन र बौद्धिक सम्पत्तिमा बढी रुचि राख्छन्। त्यसैले वैदेशिक लगानीले रोजगारी सिर्जना गर्छ, आम्दानी बढाउँछ भन्ने कुरा चाहिँ एउटा युटोपिया पनि हो वास्तवमा। दे आर इन्ट्रेस्टेड टु इन्भेस्ट मोर इन मसिन एन्ड यो इन्टेलिजेन्स होइन, अर इभन अहिले त अब आर्टिफिसियल इन्टेलिजेन्स भनौँ न, यस्तोमा टेक्नोलोजीमा। स्थानीय वातावरण विनाश हुने जोखिम हुन्छ। आर्थिक स्रोत साधनको वितरणमा खाडल सिर्जना हुन सक्छ ह्याभ र ह्याभ नटका बिचमा। सामाजिक सांस्कृतिक विशृङ्खलता बढ्न सक्छ लगानीसँगै। त्यहाँको कल्चर, त्यहाँको लाइफस्टाइल होइन, त्यहाँको थट प्याटर्न, बिहेभियर सबै भित्रिने भएको भएर द्याट डज नट म्याचेस टु द लोकल कल्चर। अनि त्यस्तो भइसकेपछि अब के हुन्छ त भन्दाखेरि चाहिँ यो सांस्कृतिक डिटेरियोरेसन पनि हुन्छ होइन। ओके, देन अब यो परम्परागत सिप, ज्ञान, प्रविधि पनि लोप भएर जाने सम्भावना पनि रहन्छ होइन।
यस्तै सरकारको नीति निर्धारण गर्ने अधिकारलाई अङ्कुश लगाइदिन्छ, यसले सङ्कुचित हुन्छ र प्राकृतिक स्रोत साधनको अधिक दोहन पनि हुने भयो। यस्ता दुर्बल पक्षहरू छन्। अब वैदेशिक लगानी, प्रत्यक्ष वैदेशिक लगानी जम्मा 5वटा ढाँचामा आउन सक्छ, यो जाँचमा सोध्न सक्छ। यो चाहिँ होल्ली ओन मोडलमा पूर्ण स्वामित्वमा आउन सक्छ। विदेशी लगानीकर्ताले सबै 100% लगानी उसले मात्रै गरेर उसकै पूर्ण स्वामित्वमा व्यवसाय वा कम्पनी खुल्ने वा उहाँको कम्पनीको शाखा खोल्ने गरेर पुरै लगानी गरेर चाहिँ आउन सक्छ। अर्को चाहिँ सेयर प्राप्तिबाट, एक्वायरिङ सेयर मोडलबाट आउन सक्छ। यो भनेको सम्बद्ध कम्पनी वा फार्मको सेयर चाहिँ उसले खरिद गरेर प्राप्ति गरेर र उक्त कम्पनीको स्वामित्वको आफू हिस्सेदार बनेर लगानी आउन सक्छ, एक्वायरिङ सेयर। अर्को चाहिँ मर्जर और एक्विजिसन, सम्मिलन और प्राप्ति, दुईटा बराबर हैसियतको बराबर शर्तमा गाभियो भने, कुनैले कुनैलाई किनेको प्राप्त गरेको होइन कि बराबर मिलन भएको, सम्मिलन भएको छ भने त्यसलाई मर्जर भनिन्छ। तर बलियोले सम्पत्ति प्रयोग गरेर उसलाई किनेर आफूमा ल्याएर मिलाएको छ भने त्यो एक्विजिसन हुनसक्छ। अनि संयुक्त लगानीमा पनि आउन सक्छ, इक्विटी जोइन्ट भेन्चर मोडल भनेर भन्छ। अन्य लगानीकर्तासँग मिलेर संयुक्त व्यवसाय गर्ने गरेर कुनै फर्म वा कम्पनीमा संयुक्त रूपमा लगानी गर्यो भने। र अर्को चाहिँ अधीनस्थ वा सम्बद्ध कम्पनी मार्फत, सब्सिडारी और एसोसिएट कम्पनी खोलेर त्यो मार्फत पनि विदेशमा शाखा खोलेर सहायक कम्पनी खोलेर चाहिँ वैदेशिक लगानी गरिरहेको हुन्छ। दिज आर द मोर फ्रिक्वेन्टली युज्ड मोडल अफ फरेन इन डाइरेक्ट इन्भेस्टमेन्ट, होइन। अब प्रत्यक्ष वैदेशिक लगानीलाई कुनै देशले बढीभन्दा बढी भित्र्याउन परेको छ भने कसरी आकर्षित गर्ने त, कस्ता स्ट्राटेजी, what are the effective strategy to attract more foreign direct investment in a country भन्दा चाहिँ स्थिर नीतिगत, कानुनी र वित्तीय संरचना हुन पर्यो। जबसम्म there will not be policy stability, there is not legal and financial institutional स्टेबिलिटी, त्यो ठाउँमा लगानी आउँदैन, किनभने अनप्रेडिक्टेबिलिटी हुन्छ नि त। स्थिर एवं पूर्वानुमान योग्य व्यावसायिक वातावरण नहुँदा पनि आउँदैन। त्यही भएर स्थिर र पूर्वानुमान योग्य व्यावसायिक वातावरण विकास गर्नुपर्छ। अब कम्पनीहरूलाई उपयुक्त प्रोत्साहन र कर छुटको व्यवस्था सर्टेन टाइमसम्म गर्नुपर्छ। आवश्यक सिपयुक्त जनशक्ति त्यही देशको बजारमा विकास गरिदियो भने लगानीकर्ता आउने हो। उतैबाट जनशक्ति ल्याउँदा त बढी श्रमको लागत पर्छ। आवश्यकतामा आधारित गुणस्तरीय पूर्वाधार पनि चाहियो। हाम्रो एउटा मेन समस्या चाहिँ we don't have adequate infrastructure र भएको पनि we lack क्वालिटी इन्फ्रास्ट्रक्चर, होइन। मजबुत अन्तर्राष्ट्रिय सम्बन्ध हुन पर्यो देशको, र आर्थिक कूटनीति बलियो हुन पर्यो। लगानी र व्यक्तिगत सम्पत्ति जुन हो अनि बौद्धिक सम्पत्ति, त्यसको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ, अनि मात्रै लगानी आउँछ। राजनीतिक प्रतिबद्धता हुन पर्यो र राजनीतिक आश्वस्तता पनि हुन पर्यो। लगानीका सम्भावित क्षेत्रको निर्धारण गरेर त्यसको प्रचार प्रसार गरेर पनि लगानी बढाउन सकिन्छ। लगानीकर्ताका लागि चाहिँ एकल बिन्दु सेवा कार्यान्वयन गर्यो भने बढी इफेक्टिभ हुन्छ। द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्धन सम्झौता गरेर त्यसलाई कार्यान्वयन गर्नु आवश्यक छ। वैदेशिक लगानीकर्ताका लागि चाहिँ राष्ट्रिय व्यवहार गर्यो भने दे विल बी अट्र्याक्टेड। लगानी र लाभ चाहिँ सहजै फिर्ता लान सक्ने व्यवस्था हुनु जरुरी हुन्छ। ओके, तैपनि अब नेपालमा चाहिँ विदेशी लगानी, प्रत्यक्ष विदेशी लगानी भनेका छौँ हामीले। उद्योग विभाग, यो राष्ट्रिय, यो चाहिँ के भन्छ, नेपाल लगानी बोर्ड, होइन, लगानी बोर्ड, राष्ट्रिय लगानी होइन, लगानी बोर्ड नेपाल, होइन, यस्ता संस्थाको व्यवस्था गरेका छ। तथापि लगानी चाहिँ बढेको देखाउँदैन डेटाले। अब त्यसको कारणमा चाहिँ राजनीतिक अस्थिरता छ व्यापक, नीतिगत अन्योलता कायम छ, त्यसले पनि हो। अनि राजनीतिक प्रतिबद्धता पनि छैन, आवश्यक गुणस्तरीय पूर्वाधार पनि छैनन् हामीसँग। व्यवसाय सञ्चालन लागत नेपालमा अरू मुलुकको तुलनामा उच्च छ। पुँजी बजारको आकारै साँघुरो छ। दक्ष जनशक्ति पाइँदैन। प्रशासनिक झन्झट र भ्रष्टाचार कम गर्न सकिएको अवस्था छैन। अर्को चाहिँ बौद्धिक सम्पत्तिको संरक्षणमा पनि देयर इज प्रब्लम, जसले इन्भेस्टमेन्टलाई, ट्रेडलाई प्रभावित गर्छ। लगानीकर्तालाई यथेष्ट प्रोत्साहन पनि दिन सकेका छैनौँ। एकल बिन्दु सेवा चाहिँ नीति र नारामा मात्रै सीमित छ, व्यवहारमा आएको छैन। लगानीका सम्भाव्य क्षेत्रहरूको पहिचान र चाहिँ
प्रचार प्रसार गर्न पनि सकेका छैन हामीले जति गर्नुपर्ने हो। प्रभावकारी एवं सक्षम आर्थिक कूटनीतिको पनि अभाव छ। यी कारणहरूले गर्दाखेरि चाहिँ वी आर नट सक्सेसफुल टु अचिभ the targets of foreign direct investment होइन। के गर्ने भन्ने कुरा यहाँ छ। अब यसमा अलिकति डाइरेक्ट पछि इन्डाइरेक्ट फरेन एड पनि हुन्छ, फरेन इन्भेस्टमेन्ट एड होइन। त्यसलाई हामी पोर्टफोलियो विदेशी लगानी भनेर भन्छौँ। ओके, यो पोर्टफोलियो विदेशी लगानी भनेर भन्छौँ। र यो पोर्टफोलियो विदेशी लगानी भनेको चाहिँ यस्तो लगानी हो जसमा कुनै लगानीकर्ताले चाहिँ आफूले लगानी गरेको कम्पनी को चाहिँ स्वामित्व, नियन्त्रण, व्यवस्थापनमा चाहिँ आफ्नो संलग्नताको बिना अपेक्षा अथवा संलग्न नभइकन खालि शुद्ध विशुद्ध मुनाफाका लागि, लाभको हिस्सेदारीका लागि मात्रै लगानी गर्छ। र त्यस्तो लगानी चाहिँ प्राथमिक बजार नभएर द्वितीय माध्यमिक बजार मार्फत अर्थात् वित्तीय औजार र उपकरण मार्फत लगानी गर्छ भने त्यसलाई हामी पोर्टफोलियो लगानी भन्छौँ। यो चाहिँ वैदेशिक स्टक मार्केटमा त्यहाँका कम्पनीद्वारा जारी गरेका सेयर, स्टक बन्ड, डिभेन्चर, ऋणपत्र, बचत पत्र, सुरक्षण बिल आदि जस्ता वित्तीय उपकरणमा गरिने लगानी हो। त्यस्ता वित्तीय उपकरण वा वित्तीय सम्पत्तिमाथि लगानीकर्ताको निष्क्रिय नियन्त्रण, प्यासिभ होल्डिङ मात्रै रहन्छ। त्यस्ता औजार जारी गर्ने कम्पनीको व्यवस्थापनमाथि चाहिँ यसको प्रत्यक्ष संलग्नता रहँदैन पोर्टफोलियोमा। र पोर्टफोलियो वैदेशिक लगानी चाहिँ तीव्र, शीघ्र, तत्कालै मुनाफा प्राप्त गर्ने आकाङ्क्षाले गरिएको एउटा अल्पकालीन लगानी हो। वित्तीय उपकरणहरू बजारमा चलेको मूल्यमा चाहेको बखत बिक्री गरेर चाहिँ जुनसुकै बेला पनि लगानी फिर्ता लान सम्भव हुन्छ। यस्तो लगानी विदेशमा आफैले कम्पनी सञ्चालन गर्न नचाहने तर अन्तर्राष्ट्रिय वित्तीय बजारबाट चाहिँ लाभ लिन चाहने लगानीकर्ताहरूका लागि बढी उपयुक्त हुन्छ। र पोर्टफोलियो वैदेशिक लगानीले लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा पहुँच दिन्छ, उसको व्यवसायको विविधीकरण पनि गर्छ। र यस्तो लगानी मुलुकको पुँजीगत खातामा प्रतिबिम्बित हुन्छ भने भुक्तानी सन्तुलनको अङ्गका रूपमा रहन्छ यो चाहिँ होइन। यसरी हामीले पोर्टफोलियो विदेशी लगानीलाई परिभाषित गर्न सक्छौँ। इभन वी क्यान भनौँ न डिफरेन्सिएट बिट्विन दिज टु के विभिन्न आधारमा डिफ्रेन्सिएट गर्न सकिन्छ। अब लगानीको अवधिका आधारमा हेऱ्यो भने एफडिआई दीर्घकालसम्मका लागि गरिने हो, एफपिआई चाहिँ अल्पकालका लागि गरिने हो। लगानी फिर्ता हुने कुरा चाहिँ एफडिआईमा त्यति सजिलो हुँदैन, समय पनि लाग्छ। तर एफपिआईमा चाहिँ सजिलै फिर्ता गर्न सकिन्छ इफ यु आर रेडी टु सेल इन द मार्केट प्राइस टुडे। त्यसपछि अर्को चाहिँ लगानीको माध्यम भनेको चाहिँ प्रत्यक्ष वैदेशिक लगानी चाहिँ वित्तीय तथा गैर वित्तीय दुवै सम्पत्ति लगानी हुन्छ यसमा। तर पोर्टफोलियोमा वित्तीय सम्पत्तिमा मात्रै लगानी हुन्छ। अनि लगानीको माध्यम त्यही भयो। त्यसपछि जोखिम वा अनिश्चितताका हिसाबले हेऱ्यो भने प्रत्यक्ष वैदेशिक लगानीको न्यून जोखिम हुन्छ, न्यून अनिश्चितता हुन्छ। तर पोर्टफोलियोको तुलनात्मक रूपमा उच्च जोखिम हुन्छ, उच्च अनिश्चयता पनि हुन्छ। अब लगानीकर्ताको संलग्नताका हिसाबले हेऱ्यो भने चाहिँ यो प्रत्यक्ष वैदेशिक लगानीमा चाहिँ लगानी गरेको कम्पनीको स्वामित्व र व्यवस्थापनमा लगानीकर्ताको प्रत्यक्ष संलग्नता रहने भयो। तर पोर्टफोलियोमा चाहिँ प्रत्यक्ष संलग्नता नरहने हुन्छ र कम्पनीद्वारा जारी वित्तीय उपकरण मार्फत चाहिँ यो त्यस्तो उपकरणमाथि एउटा प्यासिभ होल्डिङ मात्रै गरेको हुन्छ। लगानीकर्ताको संलग्नता चाहिँ त्यसरी मात्रै भएको हुन्छ। अब लगानीकर्ता चाहिँ को हुन्छन् त भन्दा बढी मात्रामा प्रत्यक्ष विदेशी लगानीमा चाहिँ बहुराष्ट्रिय कम्पनी हुन्छन् र सरकारी तथा अर्ध सरकारी संस्थाहरू हुन्छन्। पोर्टफोलियो विदेशी लगानीमा चाहिँ व्यक्ति, कम्पनी, सरकारी निकाय जस्ता सबै खाले लगानीकर्ता पाइन्छन्। नगद आवश्यकता चाहिँ प्रत्यक्षमा ठुलो मात्रामा नगद आवश्यक पर्छ, पोर्टफोलियोमा चाहिँ थोरै नगदबाट लगानी गर्न सकिने हुन्छ। यस्तो भिन्नता हुन्छ। नेपालमा के व्यवस्था छन् त दुईटै किसिमका लगानीका लागि भन्यो भने यो चाहिँ विदेशी लगानी नीति 2071 आएपछि संस्थागत रूपमा धितो पत्रमा गरिने विदेशी लगानीलाई चाहिँ आवश्यक कानुनी व्यवस्था गरेर विदेशी लगानीको परिधिभित्र समावेश गर्ने भन्ने उल्लेख चाहिँ विदेशी लगानी नीतिले गर्यो डेफिनेसनमा। र उक्त नीतिले यसरी पोर्टफोलियो लगानी
खुल्ला गर्दाखेरि केही निश्चित प्रकृतिका कम्पनीलाई गर्ने र निश्चित क्षेत्रमा मात्रै खुल्ला गर्ने भनेर 71 को नीतिले बोल्यो। अब विदेशी लगानी तथा प्रविधि हस्तान्तरण 2075 को दफा 10 ले चाहिँ फेरि कुनै संस्थागत विदेशी लगानीकर्ताले धितो बोर्डको स्वीकृति लिएर पुँजी लगानी कोष खडा गरेर फेरि धितो पत्र बोर्डमा दर्ता भएर अनि त्यही ऐन बमोजिम चाहिँ विदेशी लगानी गर्न सकिने उद्योगहरूको धितो पत्रको दोस्रो बजार मार्फत कारोबार गर्न सक्ने भन्ने व्यवस्था गरेर यसरी नयाँ ऐनले 2000 यो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 75 ले चाहिँ यसलाई खुल्ला गर्यो र सोही ऐनको दफा 11 को उपदफा 2 र 3 ले चाहिँ वैदेशिक लगानीमा नेपालमा स्थापना भएको कम्पनीले प्रचलित कानुनको अधीनमा रही नेपालभित्र धितो पत्र जारी गरेर ऋण लिन सक्ने, तर यसरी लिएको ऋण वा वैदेशिक मुद्रा चाहिँ नेपालमा लगानी गर्नु पर्ने भन्ने व्यवस्था गरेको अवस्था छ है। अब प्रविधि हस्तान्तरणको कुरा गर्ने भने चाहिँ यो प्रविधि चाहिँ कुनै एउटा स्थान वा मुलुकबाट अर्को स्थान वा मुलुकमा हस्तान्तरण गर्नु न प्रविधि हस्तान्तरण हो। तर त्यो प्रविधि भनेको चाहिँ ज्ञान, सिप, विचार, प्रविधि, उत्पादन, उपयोग हैन, अथवा प्याटेन्ट है, गुडविल, यी कुराहरू चाहिँ आइडिया, सृष्टि, स्रष्टाका सृष्टिहरू, सिर्जना सबै प्रविधिभित्र पर्छन् र त्यस्तो प्रविधिलाई चाहिँ हस्तान्तरण गरिन्छ भने त्यस्तो कार्यलाई हामी प्रविधि हस्तान्तरण भन्छौँ। अब प्रविधि विकासका लागि अध्ययन अनुसन्धान गर्नुपर्छ, त्यसमा ठुलो लगानी गर्नुपर्छ, लामो समय लाग्छ हैन, निरन्तर प्रयास आवश्यक पर्छ। विकासशील मुलुकले त्यस्तो गर्नलाई कठिन कुरा हो। त्यही भएर विकासशील मुलुककै लागि यो विकास प्रक्रियालाई तीव्रता प्रदान गर्न आधुनिक र नवीन प्रविधिको प्रयोग गर्नु फेरि जरुरी छ। तर आफै विकास गर्न पनि सक्दैन। यस्तो आवश्यकता पूर्ति गर्न हामीले विकसित मुलुकबाट विकासशील मुलुकमा त्यही भएर प्रविधि हस्तान्तरण गर्नुपर्छ। त्यसैले प्रविधि हस्तान्तरण चाहिँ वैदेशिक लगानीको एउटा प्रमुख पक्षका रूपमा पनि हेरिन्छ यसलाई। र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 ले चाहिँ नेपालको सन्दर्भमा प्रविधि हस्तान्तरण चाहिँ उद्योग र विदेशी लगानीकर्ता बीच देहायका कुराको सम्बन्धमा सम्झौता गरी गरिने प्रविधि हस्तान्तरण हो भनेर अब पेटेन्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक खाती हैन, अनि प्राविधिक विशिष्टता, सूत्र, प्रक्रिया यिनको विषयमा, अनि उपयोगको इजाजत, युजर्स लाइसेन्स, प्राविधिक जानकारी आदान प्रदान भन्छ नो हाउ सेयरिङ, वा चाहिँ प्राविधिक ज्ञानको प्रयोग फ्रेन्चाइज गर्नमा है सम्झौता गरेर हस्तान्तरण गर्ने कुरा, अनि वैदेशिक प्राविधिक सल्लाहकार, व्यवस्थापन, बजार सेवा उपलब्ध गराउने वा अन्य प्राविधिक सिप ज्ञान, यिनीहरू चाहिँ लगानीकर्ता र उद्योग वा चाहिँ देश बीचमा सम्झौता गरेर प्राप्त गर्ने कुरा, लेनदेन गर्ने कुरा चाहिँ प्रविधि हस्तान्तरण हो। बौद्धिक सम्पत्ति भनेको त्यही नै हो। मानिसले आफ्नो मस्तिष्क वा बौद्धिक क्षमताको सृजनशील प्रयोग गरेर गर्ने जति पनि सिर्जना हुन्छन् तिनीहरूलाई हामी सम्पत्ति, बौद्धिक सम्पत्ति भन्छौँ। र बौद्धिक सम्पत्ति कुनै व्यक्ति वा कम्पनीको स्वामित्वमा रहेको, उसले अरूको अनुमति बेगर प्रयोग गर्न वा कार्यान्वयन गर्न पाउने अवस्थाबाट कानुनी रूपमै संरक्षित एउटा अमूर्त सम्पत्ति हो। र यसमा डिजाइन, पेटेन्ट, ट्रेडमार्क, आविष्कार, ज्ञान, कलात्मक र साहित्यिक कृति, त्यस्ता कार्य, औद्योगिक डिजाइन हैन, वस्तु, भौगोलिक उत्पत्तिको सङ्केत, नाम है, अनि त्यसपछि गएर छाप, ढाँचा लगायतका कुराहरू चाहिँ चिन्ह भनेको यो एउटा चाहिँ यिनीहरूको समष्टि, यिनीहरू सबै चाहिँ बौद्धिक सम्पत्तिभित्र पर्छन्। र बौद्धिक सम्पत्तिलाई हामी पेटेन्ट, प्रतिलिपि अधिकार, कपिराइट्स, ट्रेडमार्क्स, प्राधिकार, फ्रेन्चाइज, अनि व्यापारिक गोपनीयता, ट्रेड सेक्रेट्स र विद्युतीय सम्पत्ति, डिजिटल एसेट गरेर यसरी वर्गीकरण गर्न सक्छौँ। यस्ता किसिमका यो बौद्धिक सम्पत्ति हुन्छन्। र बौद्धिक सम्पत्तिको अधिकार भनेको चाहिँ बौद्धिक सम्पत्ति जुन भनेका जस्तो औद्योगिक, वैज्ञानिक, कलात्मक यस्ता क्षेत्रमा बौद्धिकताको प्रयोग गरेर सिर्जना गरेका आविष्कार, डिजाइन, वस्तु वा अन्य सिर्जनामाथि त्यस्तो सिर्जनाकर्ता
सर्जकको चाहिँ व्यक्ति वा संस्था, सर्जक व्यक्ति वा संस्थामा ती कुराहरू निहित हुने कानुनी अधिकारलाई नै हामी बौद्धिक अधिकार, बौद्धिक सम्पत्तिको अधिकार भन्छौँ। र प्रविधि हस्तान्तरण र बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी नेपालमा के समस्या छन् भनेर भन्यो भने चाहिँ हामीले प्रविधि विकास र अनुसन्धानमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न सकेका छैनौँ। हामीसँग गर्ने स्रोतको पर्याप्तता पनि छैन, क्षमता छैन होइन। अर्को चाहिँ प्रविधि हस्तान्तरण चाहिँ पर्याप्त मात्रामा हुन सकेको छैन। हाम्रो लर्निङ एप्टिच्युडको कमीको कारणले गर्दाखेरि पनि हो। र कर्मचारी वा यहाँको जनशक्तिमा कुनै कम्पनी, कार्यालय, निकाय, प्रोजेक्टमा चाहिँ सस्टेनेबल ढङ्गले काम नगर्ने, अनि बाहिरबाट आएको प्रविधि आफूले सिक्ने, वन गर्ने, ग्रहण गर्ने होइन, त्यसलाई चाहिँ प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने कुरामा ध्यान नदिँदाखेरि हामीले प्रविधि चाहिँ पर्याप्त मात्रामा हस्तान्तरण गर्न सकेका छैनौँ। अनि स्थानीय आवश्यकता र वातावरणसँग मेल नखाने प्रविधि भित्रिने गरेको छ। प्रविधि जस्ताको तस्तै अर्को ठाउँमा गएर फिट हुँदैन कि, त्यसलाई मोडिफिकेसन गर्नुपर्छ आफ्टर ट्रान्सफर। त्यसको प्रयोग गर्नुभन्दा अगाडि चाहिँ लोकल कन्टेक्स्ट, लोकल निड, लोकल क्लाइमेट, लोकल कल्चर, लोकल जियो पोलिटिक्स, यसका आधारमा मोडिफाई गर्नुपर्छ। हामी त्यसमा पछाडि छौँ, जस्ताको तस्तै ल्याएर एप्लाई गर्न खोज्छौँ, कपी पेस्ट। अन्तर्राष्ट्रिय संस्था र संयन्त्रबाट अपेक्षित लाभ पनि हामीले लिन सकेका छैनौँ। अनि विद्यमान कानुनी व्यवस्थाहरूको कमजोर कार्यान्वयनले हाम्रो बौद्धिक सम्पत्तिको उचित संरक्षण हुन सकेका छैन। जनशक्तिमा आवश्यक ज्ञान, सिप, क्षमताको पनि कमी छ। कमजोर र अप्रभावकारी आर्थिक कूटनीति छ हाम्रो। अनि प्रशासकहरूमा वार्ता तथा सम्झौता सिपको कमी छ। यो कारणले पनि बौद्धिक सम्पत्ति र प्रविधि हस्तान्तरण गर्न, बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्नमा समस्या रहेको हामीले देख्छौँ। अब अन्तिम चाहिँ गरिबी र बेरोजगारी, दुईटा विषय अन्तर सम्बन्धित विषय पनि छन् र मुलुकको विकासका यी दुईटा कुरा चाहिँ बाधक, मुख्य बाधक हुन्। अब यिनीहरूलाई पहिचान गरेर, एड्रेस गरेर यो दुईटा अवस्थाबाट बाहिर निस्किएर मात्रै हामी विकासको मार्गमा अघि बढ्न सक्छौँ। अब गरिबी भनेको विभिन्न तरिकाले डिफाइन गर्न सकिने भए पनि न्यूनतम स्तरको जीवन यापनका लागि आवश्यक पर्ने स्रोत साधनमाथि नागरिकको अथवा व्यक्तिको उचित पहुँच, त्यसमाथि त्यस्तो स्रोत साधनमाथिको स्वामित्व अनि नियन्त्रणको कमीले गर्दाखेरि उक्त व्यक्ति र परिवारै भनौँ न आर्थिक, सामाजिक, मनोवैज्ञानिक रूपले समाजमा पछाडि परेको छ भने त्यसलाई हामी गरिबी भन्छौँ। त्यो अवस्था गरिबी हो। विश्व ब्याङ्कले चाहिँ आएका हिसाबले प्रतिदिन 2.15 अमेरिकी डलर भन्दा कम आम्दानी भएको व्यक्तिलाई चाहिँ गरिब मान्छ, गरिबीको रेखामुनि भएको व्यक्ति मान्छ। र नेपालमा फेरि उपभोगका आधारमा हामीले प्रतिदिन 2236 क्यालोरी है, 20 to 36 क्यालोरी उपभोग गर्नलाई कति पैसा चाहिन्छ त्यो खरिद गर्नलाई, त्यसका लागि पर डे आम्दानी गर्न सकिएन भने त्यो आम्दानी गर्न 2236 क्यालोरी कन्ज्युम गर्न, इन्टेक गर्न चाहिने आम्दानी नभएर रहनु अथवा आम्दानी गर्न नसक्नु चाहिँ गरिबीको रेखामुनि पर्नु हो। र गरिबी एउटा फेरि बहुआयामिक समस्या हो। यो सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक सबै पक्षसँग जोडिया हुन्छ। यसलाई सजिलै एउटा आयामबाट मात्रै हेरेर एड्रेस गर्न सकिँदैन। अब बेरोजगारी भनेको भेरी सिम्पल, व्यक्तिमा काम गर्ने इच्छा छ, जाँगर छ, उसले प्रयत्न पनि गरेका छ रोजगारी प्राप्तिका लागि, तर पनि बजारमा काम पाएको छैन र ऊ बेकार भएर, बेगारी भएर बसेको अवस्था छ भने त्यो नै बेरोजगारी हो। अब स्वेच्छाले बेरोजगारी हुने पनि भएको कारणले गर्दा पूर्ण रोजगारी कायम गर्न त असम्भव प्राय छ होइन। व्यक्तिमा बजारको माग अनुरूपको सिप नभएर पनि ऊ बेरोजगार हुन सक्छ। काम खोजी पनि रहेछ, बजारमा काम पनि छ, तर उसले पाएको छैन भन्दा धेरै चाहिँ मिसम्याच बिट्विन द स्किल एन्ड द डिमान्ड अफ जब होइन। अनि यो बजारमा सुस्तता आएर पनि कहिलेकाहीँ रोजगारीमा कटौती हुन्छ, त्यसले पनि बेरोजगार बन्छ। अनि मागको तुलनामा जनशक्ति अधिक उपलब्ध भयो, आपूर्ति भयो भने पनि बेरोजगारी सिर्जना हुन सक्छ। यी चाहिँ कन्डिसन अफ जेनेरेटिङ अनइम्प्लोइमेन्ट चाहिँ यिनीहरू हुन्। अब गरिबी र बेरोजगारी अन्तर सम्बन्धित विषय हो नि त, मैले भनिहालेँ यिनीहरू एकअर्कामा अन्तर सम्बन्धित छन्। गरिबीले व्यक्ति वा परिवारको चाहिँ मानवीय पुँजी विकासका लागि चाहिने शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण जस्ता क्षेत्रमा
यो खर्च गर्न सक्ने क्षमता घटाइदिन्छ गरिबीले। यसले गर्दाखेरि व्यक्ति र उसको परिवारका सदस्यहरूको चाहिँ उत्पादकत्व क्षमता घट्छ। अनि त्यो भइसकेपछि उसको बजार माग पनि के हुन्छ, न्यून हुन्छ। जसले गर्दा अब बजार माग नभएपछि उत्पादकत्व क्षमता कम भएपछि ऊ बेरोजगार बन्न पुग्छ है। त्यस्तै गरेर अब बेरोजगारीले चाहिँ व्यक्ति र परिवारको आम्दानी कम गरिदिन्छ। अनि आम्दानी कम गरेपछि भएपछि शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण आदिमा लगानी गर्न सक्दैन त्यो परिवारले, व्यक्तिले होइन। त्यसपछि मानव पुँजी विकासै हुँदैन। परिणामस्वरूप के हुन्छ त भन्दा व्यक्ति र उसको परिवारका सदस्यहरूको चाहिँ ओभरअलमै उत्पादकत्व क्षमता कम हुन्छ। अनि उनीहरू रोजगारीका अवसरको उपयोग गर्न समेत सक्षम हुँदैनन्, मार्केटमा भएका अवसरलाई उपयोग गर्न समेत। यसबाट ती मानिसहरूको आम्दानी न्यून हुन्छ। अल्टिमेटली तिनीहरू गरिबीमा पर्छन्। यसरी गरिबीले बेरोजगारी बढाउँछ, बेरोजगारीले गरिबी सिर्जना गर्दो रहेछ। गरिबी घटाउन गरिब लक्षित उत्पादनमूलक चाहिँ के अरे रोजगारी सिर्जना गर्नुपर्छ। बेरोजगारी अन्त्य गरेर बेरोजगार लक्षित गर्नलाई फेरि बेरोजगार लक्षित गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्छ। एउटा फोन आयो, एकै मिनट। अन्तर सम्बन्धित हुन्छन् भन्ने कुरा लेख्नुपर्ने हुन्छ। यसलाई यसरी देखाउन सकिन्छ। गरिबीले मानव पुँजी विकासमा न्यून लगानी हुन्छ, त्यसले गर्दा सिप र क्षमताको कमी हुन्छ र जसले बेरोजगारी बढ्छ। फेरि बेरोजगारीले चाहिँ अभाव के अरे आम्दानीको अभाव गराइदिन्छ, जसले गरिबी बढाउँछ। यसरी यो दुष्चक्रमा हामी फसिरहेका हुन्छौँ भनेर यति कुरा देखाउनुपर्छ। र अब जाँचमा एउटा पोटेन्सियल क्वेसन चाहिँ रोजगारी मार्फत गरिबी अन्त्य कसरी गर्न सकिन्छ त? रोजगारी सिर्जना गरेर गरिबी अनि गरिबी हटाउने उपाय के हुन्छन्, रणनीति भनेर सोध्न सक्छ। यसमा चाहिँ हामीले कृषि क्षेत्रको व्यवसायीकरण र नवप्रवर्धन गर्न पर्यो। इनोभेसन चाहिँ इम्पोर्टेन्ट छ है। अहिले हामी आधुनिकीकरण, यन्त्रीकरण भन्दा पनि यसलाई एउटा त कमर्सियलाइजेसन गर्नु पर्यो। यो हामीले भनौँ न जीवन निर्वाहमुखी खेतीबाट हामी व्यावसायिक खेतीमा जानु पर्यो र त्यो उत्पादन प्रक्रिया, प्रोसेसिङ प्रक्रिया सबैमा चाहिँ इनोभेसन पनि गर्न पर्यो होइन। अर्को, व्यावसायिक वातावरणलाई सुधार गरेर लगानी वृद्धि गर्नु पनि जरुरी छ, जसले रोजगारी सिर्जना गर्छ, आम्दानी बढाउँछ अनि गरिबी घट्ने भयो। लघु, साना तथा मझौला उद्योग प्रवर्धन गर्यो भने त्यहाँ रोजगारी सिर्जना हुन्छ। नव उद्यम भन्छ स्टार्टअप्सलाई, त्यसलाई सहयोग र सहजीकरण गर्यो, प्रोत्साहन गर्यो भने स्टार्टअप्स क्यान बी ए गुड सोर्स अफ इम्प्लोइमेन्ट, त्यो हुने भयो। अर्को चाहिँ बजार माग अनुरूपको ज्ञान सिपमा आधारित शिक्षाको व्यवस्था गर्नु पर्यो। हामीले चाहिँ वाट इज द डिमान्ड इन द मार्केट, त्यो अनुसारको शिक्षा विकास गरेर लागू गर्न पर्यो। अनि जसले इम्प्लोइमेन्ट सुनिश्चित गर्छ मार्केटमा पढाइसकेपछि। अर्को चाहिँ सिपमूलक एवं व्यावसायिक तालिममा लगानी बढाउनु पर्यो है। तालिम भयो, सिप बढ्यो भने त अल्पकालमा पनि मान्छेको स्किल इन्हान्स भएर मार्केटमा सेल हुन सक्छ, रोजगारी सिर्जना हुन सक्छ। यो स्वयं आफैले व्यवसाय गरेर स्वरोजगार पनि बन्न सक्छ। स्थानीय सिप, प्रविधि, व्यवसायलाई हामीले प्रोत्साहन र गर्नुपर्छ। आर्जित ज्ञान सिपको उपयोगका लागि सहुलियतपूर्ण पुँजी दियो भने, प्रविधिमा चाहिँ सहज पहुँच सुनिश्चित गर्यो भने पनि व्यक्तिले इन्कम जेनेरेट गर्न, इम्प्लोइमेन्ट प्राप्त गर्न सक्ने हुनसक्छ। अनि रोजगारी सिर्जनामा चाहिँ सरकार र निजी क्षेत्रबीच सहकारी र साझेदारी गर्नु पनि जरुरी छ। सरकार एक्लैले सबैलाई रोजगारी सिर्जना गरिदिन सक्दैन। रोजगारदाता भनेको प्राइभेट सेक्टर हो। 80% प्लस इम्प्लोइमेन्ट इज जेनेरेटेड बाई प्राइभेट सेक्टर, बट 10-20% इभन यो भनौँ न 80 भन्दा पनि बढी प्राइभेटको हो। अलमोस्ट 10-15% चाहिँ गभर्मेन्टले पनि रोजगारी देला। अब अर्को चाहिँ समाजमा श्रमको सम्मान गर्ने संस्कृति हुनु पर्यो। वाइ सो मेनी युथ्स आर फ्लाइङ अब्रोड फर द इम्प्लोइमेन्ट डेली भन्दाखेरि चाहिँ बिकज इन आवर सोसाइटी देयर इज नो रिस्पेक्ट, नो डिग्निटी अफ लेबर। कामका आधारमा हामी विभेद गर्छौँ अनि त्यो काम गरेको देखेर मान्छेलाई होच्याउने, हेभाव विभेद गर्ने होइन, पक्षपात गर्ने अथवा हेप्ने त्यो प्रवृत्ति भएको भएर मान्छे त्यही काम विदेशमा गर्छ, यहाँ गर्दैन। त्यसैले हामीले व्यापक सोच, मूल्य, व्यवहार मा चाहिँ परिवर्तन गर्नुपर्छ र श्रमलाई सम्मान गर्ने संस्कृति हुनुपर्छ। वाट एभर द वर्क यु डु,
respect that work because that is for the people themselves होइन कुनै पनि काम जस्तो सरसफाइको काम कसैले गर्छ भने होइन अब उसले सरसफाइ गरिदिएर मान्छेको स्वास्थ्य राम्रो हुन्छ सौन्दर्य हुन्छ सुन्दरता हुन्छ वातावरणमा वातावरण स्वच्छ हुन्छ होइन भनेको द्याट इज सो इम्पोर्टेन्ट जब नि त बट वी डोन्ट रेस्पेक्ट टु द्याट होइन अनि वैदेशिक रोजगारीबाट फर्केकाहरूको अनुभव सिप र पुँजीको उपयोग गर्यो भने पनि त्यसबाट आम्दानी रोजगारी सृजना गर्न सकिन्छ र गरिबी घटाउन सकिन्छ सूचना प्रविधि विद्युतीय व्यापार जस्ता जुन रोजगारीका नवीन क्षेत्र छन् तिनीहरूको पनि प्रवर्धन गर्न पर्यो र सार्वजनिक कार्यमा सृजना हुने रोजगारीमा अवसर विमुखलाई प्राथमिकता दिन पर्यो त्यो अवसर विमुख चाहिँ गरिबीको दुष्चक्रमा परेका मान्छे हुन्छन् त्यस्तो गर्यो भने डाइरेक्टली पोभर्टीमा इन्टरभेन हुन्छ र पोभर्टी घट्न मद्दत पुग्छ अब पोभर्टीका चाहिँ चारवटा डाइमेन्सनहरू हुन्छन् कहिलेकाहीँ आयाम आइरह हुन्छ कि आय गरिबी मानवीय गरिबी सामाजिक वञ्चितीकरण गरिबी र सापेक्ष तथा निरपेक्षता अलिक फरक भयो खास गरी तिनवटा डाइमेन्सन अब डाइमेन्सनै आयो भने हामीले इन दिस पर्सपेक्टिभ अफ रिलेटिभ होइन र चाहिँ के भन्छ एब्सोल्युट पोभर्टी भनेर पनि भन्न सक्छौँ आय भनेको उत्पादकत्व कमजोर भएर न्यून वेतनमा न्यून तलब न्यून ज्याला भएर रोजगारीका अवसर पनि कम भएर आम्दानी कम हुँदा गरिब कोही हुन्छ भने त्यसलाई यो इन्कम पोभर्टी भनेर भनिन्छ पोभर्टी अकर ड्यु टु दि ल्याक अफ एडुकेट इन्कम अर्को ह्युमन पोभर्टी भनेको चाहिँ नट ओन्ली बिकज अफ इन्कम बट द्याट इन्कम अल्सो हेज ए कन्ट्रिब्युसन इन्डिरेक्टली तर मान्छेको शिक्षा क्वालिटी एजुकेसनमाथि पहुँच भएन स्वस्थ र दीर्घायु जीवनको सुनिश्चितता भएन अब खानेपानी लगायतका मानवीय जीवनका आधारभूत आवश्यकताहरूमाथि पहुँच र उपलब्धता सहज भइदिएन ती सबै कारणले गर्दाखेरि चाहिँ मानव विकासका सूचकहरूमा समग्रमा मान्छे पछाडि पर्छ त्यसले गरिब हुन्छ भने त्यो चाहिँ मानवीय गरिबी भनिन्छ सामाजिक वञ्चितीकरणको कारणले पनि गरिबी हुन्छ हामी समाजमा वर्ग लिङ्ग जाति वर्ण क्षेत्र धर्म आदिका कारणले विभेद गर्छौँ नि वञ्चित गर्छौँ बहिष्करण गर्छौँ त्यो समुदाय जो विभेदमा पर्छ वञ्चितीमा पर्छ बहिष्करणमा पर्छ दे फल इन्टु द पोभर्टी लाइन होइन एब्सोल्युट पोभर्टी लाइन फल डाउन दि एब्सोल्युट पोभर्टी लाइन होइन त्यसले गर्दाखेरि त्यस्तो खालको गरिबीलाई हामी सामाजिक वञ्चितीकरण गरिबी भन्छौँ र गरिबीलाई हामी सापेक्ष र निरपेक्षका रूपमा पनि डिभाइड गरेर हेर्न सक्छौँ न्यूनतम जीवनस्तर भन्दा नराम्रो अवस्था छ भने त्यो चाहिँ एब्सोल्युट पोभर्टी हो होइन तर चाहिँ एक वर्गको तुलनामा अर्को वर्ग कमजोर भएको देखिन्छ भने त्यो चाहिँ ओन्ली रिलेटिभ पोभर्टी हो होइन एब्सोल्युट पोभर्टी होइन अब गरिबी निवारणका कार्यक्रमहरू हामीले थुप्रो सञ्चालन गरेका छौँ तर तिनीहरू प्रभावकारी चाहिँ भएका छैनन् कि समस्या के छन् त किन गरिबी निवारणका कार्यक्रम सफल भएका छैनन् भन्दा चाहिँ हामीसँग तथ्याङ्कैको कमी छ को गरिब हो होइन भन्ने गरिबको पहिचानै गर्न सकेका छैनौँ र पो टार्गेटेड प्रोग्राम गर्न हुन्थ्यो त होइन पहिचान भएको भए दोस्रो गरिबीको कारण अब गरिब परिणामलाई नहेरेर गरिबीको कारणलाई हेरेर त्यो कारण निदान गर्ने उपयुक्त कार्यक्रम तर्जुमा र कार्यान्वयन गरे पो दिगो गरिबी निवारण हुन्छ त्यो गर्न सकेका छैनौँ हाम्रा कार्यक्रम धेरै छन् तर धेरैतिर छरिएर कार्यान्वयन भएका छन् अनि फेरि कार्यान्वयन गर्ने निकायको क्षमता पनि कमजोर छ धेरै निकायबाट गर्नुपर्दा समन्वय पनि राम्रो छैन त्यही भएर कार्यक्रमहरू असफल भएका छन् अब समाजमा अझै सामाजिक विभेद वञ्चितीकरण असमानता छँदैछ जसले मानिसलाई गरिब रहिरहन बाध्य बनाउँछ अर्को हाम्रो उत्पादन आधार पनि साँघुरो छ उत्पादकत्व पनि कम छ आर्थिक वृद्धि दर पनि एकदम कम छ त्यसले गर्दा अब कसरी गरिबी घटाउने भन्ने कुरा च्यालेन्जिङ छ अब प्राथमिक समस्या मानिएको जुन गरिबी निवारण हो त्यसमा चाहिँ हाम्रो बजेट विनियोजन हेऱ्यो भने न्यून देखिन्छ सीमित स्रोत साधन छ त्यसको सही ठाउँमा कुशल परिचालन हुन सकेका छैन गरिबीका कारणलाई भन्दा पनि हामी लक्षणलाई सम्बोधन गर्छौँ हाम्रा गरिबी निवारणका कार्यक्रमले होइन कृषिको आधुनिकीकरण व्यवसायीकरण नवप्रवर्तन गर्न पनि सकिया छैन औद्योगिक क्षेत्रको विकास गरेर रोजगारी सिर्जना गर्न पनि सकिएन त्यसपछि कार्यक्रमहरूको अनुगमन मूल्याङ्कन पनि त्यति प्रभावकारी भएन अनि दाताका कार्यक्रमहरू सम्पन्न भए अब सम्पन्न भइसकेपछि त्यसको दिगोपनामा ध्यानै पुगेन यी कारणले गर्दा हाम्रा गरिबी निवारणका कार्यक्रमहरू सफल भएनन् के गर्नुपर्छ भन्ने कुरा छ अलिकति अवस्था देखाइदिन्छु डेटामा हाम्रो चाहिँ सन् 1996मा
चाहिँ यो हाउसहोल्ड सर्वे गर्दाखेरि 42% गरिबी, निरपेक्ष गरिबी रहेको देखिएको थियो। तर अहिले आइपुग्दाखेरि अझ यो त भूकम्प, कोभिड, त्यसपछि पछिको ग्लोबल टेन्सन जस्ता कुराहरूले भनौँ न पछिल्लो समय त्यसरी ऱ्यापिडली घट्न त सकेको छैन। गरिबी अझ त्यो बेलामा बढेको छ। तर पनि यो 79-80मा आउँदाखेरि चाहिँ यो चाहिँ हाम्रो के अरे नेपाल जीवन स्तर सर्वेक्षणले 79-80ले चाहिँ 20.27%मा गरिबी झरेको देखाएको छ। अब अझै 18.4% थियो यो भूकम्प लगायतको समस्या नआउनुभन्दा अगाडि होइन। अब यसबाट चाहिँ यसअघि 15.1% गरिबी झरेको अनुमान चाहिँ गरिएको थियो। तर त्यो तथ्याङ्क चाहिँ वास्तवमा गलत साबित रहेछ। जीवन स्तर सर्वेक्षणले चाहिँ पछिल्लो 14 वर्षमा गरिबी केवल 5% बिन्दुले मात्रै घटेको देखायो। यो ज्यादै निराशाजनक अवस्था हो। जति हामीले अपेक्षा गरे हो त्यसको तुलनामा यो निराशा नै हो। सङ्ख्यामा हेर्ने हो भने अझै पनि करिब करिब 58,63,000 अथवा 60 लाख मान्छेहरू भनौँ न निरपेक्ष गरिबीको रेखामुनि छ। यो पक्कै पनि सुखदायी विषय होइन। भूकम्प, कोभिड, महामारी होइन, युक्रेन रसिया युद्ध, अहिले भएको यो मिडल इस्टको वारहरू आदिका कारणले र चाहिँ नेतृत्वको कार्यक्षमता, कार्यशैलीले गर्दाखेरि पनि वास्तवमा यस्तो भएको स्थिति हो। प्रदेशगत रूपमा हेर्ने हो भने हाम्रो गरिबी एकदम अनइभनली डिस्ट्रिब्युटेड छ है, असमान रूपले वितरित छ। अब सबैभन्दा बढी गरिबी मधेसमा छ, 34.16%। त्यसपछि हेर्नुभयो भने कर्णालीमा त अब 26% छ, लुम्बिनीमा 24.35% छ, अनि मधेसमा चाहिँ 22 ए होइन, सबैभन्दा बढी 34.16% मधेसमा, कर्णालीमा, लुम्बिनीमा 24.4%। फेरि यो कहाँ मधेसमा आयो त, यो कोशीमा चाहिँ, यो यहाँको मधेसमा भन्ने होइन है। गण्डकीमा यो होइन प्रतिशत, अनि कोशीमा चाहिँ फेरि के छ त भन्दाखेरि 22 के अरे 53% चाहिँ कोशीमा छ र 17.19% बागमतीमा छ। के अरे बागमतीमा चाहिँ कोशीमा ओके भन्नु ल, यहाँ पछाडि अगाडिबाटै बिग्रियो। मधेसमा 34.16% मधेसमा, अनि कर्णालीमा चाहिँ 26%, लुम्बिनीमा 24.35%, अनि कोशीमा चाहिँ 22.53%, बागमतीमा 12 यो अलिक बिग्रिया रहेछ है। यसलाई अलिकति मैले पछि उ गरेर पठाउँछु, कन्फर्म गरेर पठाउँछु, या तपाईँहरूले उसमा आफै हेरे पनि हुन्छ जीवन स्तर सर्वेक्षणमा, तर म मिलाएर पठाउँछु तपाईँहरूलाई। ओके, नो वरी। एउटा अघिको मेटेपछि यताउता भयो। अब यहाँ लास्टमा चाहिँ यो सबै कुराले के देखाउँछ त, फेरि समग्रमा हेर्दा चाहिँ हाम्रो पहाड र तराई भन्दा हिमाली क्षेत्रमा बढी गरिबी छ। तल्लो जाति, आदिवासी समुदाय, जातीय अल्पसङ्ख्यक, महिला, यिनीहरू बढी गरिबीबाट प्रताडित छन्। अब नेपाल चाहिँ मौसममा आधारित निर्वाहमुखी कृषि प्रणाली भएको देश भएको, अनि 50% भन्दा बढी जनसङ्ख्या कृषिमा, 60% भन्दा 62% हाउसहोल्ड चाहिँ कृषिमा आश्रित भएको कारणले गर्दाखेरि मानिसहरू बढी गरिबीको जोखिम चाहिँ त्यो कृषिको कमजोर पर्फर्मेन्सले गर्दाखेरि पनि त्यो जोखिममा छन्। गरिबी अन्त्य गर्न, अघि रोजगारी सिर्जना गरेर गरिबी घटाउन भने चाहिँ समग्रमा गरिबी अन्त्य गर्न चाहिँ के कस्तो रणनीति लिनुपर्छ भन्यो भने चाहिँ ब्रोडर लेख्ने, हामीले सार्वजनिक सेवामा सुधार गर्ने, वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सूचना प्रविधिको उपयोग गरेर सुशासन प्रवर्धन गर्नु पर्यो। पहिला उत्पादकत्व वृद्धि गर्न सक्ने खालको समष्टिगत आर्थिक व्यवस्थापन नीति लागू गर्न पर्यो। मानव विकासमा लगानी बढाउन पर्यो होइन। गरिबको सही पहिचान गरेर उपयुक्त लक्षित कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्न पर्यो होइन। सामाजिक सांस्कृतिक विभेद र व्यवधानहरू जति पनि छन् हटाउनु पर्यो। सामाजिक सुरक्षा जालो, सोसल सेफ्टी नेटवर्क भन्छौँ त्यसलाई चाहिँ दिगो किसिमले गरिबहरूसम्म विस्तार गर्न पर्यो होइन। सीमित सार्वजनिक स्रोतको चाहिँ उत्पादन र रोजगारमूलक क्षेत्रमा मात्रै परिचालन गर्नु पर्यो।
समुदाय र स्थानीय सरकारलाई सशक्त बनाउनु पर्यो, गरिबमुखी बजेट विनियोजन हुन पर्यो कि सामाजिक परिचालन र गैर सरकारी संस्थासँग हामीले गरिबी निवारणमा सहकार्य गर्नै पर्छ। बाह्य विकास साझेदारसँगको सहकार्य र सहयोगलाई पनि हामीले स्ट्रङ बनाउनुपर्छ। यस्ता रणनीति लियो भने हामी गरिबी अन्त्य गर्न सक्छौँ, नभए सक्दैनौँ। नाउ आई हेभ गिभन यु सम 12 क्वेसन्स हियर, जस्ट लुक एट देम एन्ड ट्राई टु प्र्याक्टिस देम है। त्यसलाई चाहिँ अलिअलि लेख्न पनि कोसिस गर्नु होला। सबै अब मिल्ने भयो भने बिहान 6:30 र साँझमा गएर छिटो सकौँ। अब चाहिँ विष्णुजी हामीसँग आज पछि बढीमा 6वटा क्लास, 5वटा 6वटामा सकिन्छ, त्यही भएर बिहान साँझ गर्न पर्दैन। यो हामीले आज 2 गते भयो, 3, 4, 5, 6, 7, 8 यो हप्ता शुक्रबार र आइतबार सोमबारसम्ममा सकिन्छ क्लास, नवरी। सबै तथ्याङ्कको स्रोत पछिल्लो आर्थिक सर्वेक्षण हो नि है भन्नुभएको छ है। तपाईँहरूलाई यो मैले के भन्छु भने जुन मैले कम्प्लिट डेटा दिएको छु, अहिले हामीले आर्थिक सर्वेक्षणको कुन डेटा मात्रै प्रयोग गर्ने भने म्याक्रो डेटा के जिडिपीको कुरा गर्नु पर्यो, पर क्यापिटा इन्कमको कुरा गर्न पर्यो होइन, ग्रोथ रेटको कुरा गर्नु पर्यो भने यस्तो डेटा चाहिँ आर्थिक सर्वेक्षणको युज गर्ने, त्यो अनुमानित डेटा हो यो आर्थिक वर्षको होइन। अब गत आर्थिक वर्षको एउटा कम्प्लिट आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा आउँदैन। जति पनि मैले आर्थिक वर्ष 80-81को भनेर डेटा दिएको छु त्यो चाहिँ हामीले यो वर्षभरिको प्रगतिको समीक्षा मङ्सिरतिर गर्छौँ र प्रकाशन गर्छौँ। अर्थ मन्त्रालयले त्यो प्रकाशन गर्छ। अनि त्यसपछि धेरै जसो डेटाहरू तथ्याङ्क विभागको पछिल्लो सर्वेले देखाएका डेटाहरू हुन सक्छन्, यो 80-81 पछि देखाएको छ भने, नभए राष्ट्र ब्याङ्कले निकालेका डेटाहरू, ट्रेडको इन्भेस्टमेन्टको भन्यो भने त्यो चाहिँ सम्बन्धित विभागको डेटाहरू, इन्भेस्टमेन्टको भन्यो भने उद्योग विभागको, ट्रेडको भन्यो भने भन्सारको होइन, इभन ट्रेडको चाहिँ राष्ट्र ब्याङ्कले पनि निकाल्छ प्रत्येक यो महिनाको, अनि के अरे त्रैमासिक रूपमा, अर्धवार्षिक, वार्षिक रूपमा राष्ट्र ब्याङ्कले डेटा निकाल्छ। ती कुन तपाईँहरूलाई उपयुक्त हुन्छ त्यो अनुसार लेखिदिएको छु होइन। र जाँचमा स्रोत खुलाउने यो गर्ने गरिराख्नु पर्दैन। आर्थिक सर्वेक्षणको चाहिँ मैले म्याक्रो डेटामा हिजो अस्ति जिडिपीको कुरा गर्दा, ग्रोथ रेटको कुरा गर्दा, कृषि क्षेत्रको जिडिपीमा कन्ट्रिब्युसन जति पढियो नि त्यो चाहिँ आर्थिक सर्वेक्षणको डेटा हो है। अस्ति जारी भएको आर्थिक सर्वेक्षणको अनुमान गरिएको छ, पुग्ने अनुमान छ भन्ने भाषा भएको चाहिँ त्यो एक्युरेट डेटा त कम्प्लिट वर्ष सकिएपछि आउँछ। अहिले 82-83को के अरे 81-82को आउने बेलै भएको छैन। 80-81 नेपालको वैदेशिक सहायता र वैदेशिक लगानी मध्ये कुन महत्त्वपूर्ण होला? लगानी नै बढी महत्त्वपूर्ण हुन्छ सहायता भन्दा। सहायता हामीले ग्रान्ट लिन सक्यौँ भने द्याट्स फाइन, त्यो पनि प्राथमिकता प्राप्त र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर लगानीलाई र व्यापारलाई प्रवर्धन गर्ने गरी परिचालन गर्यो भने सहायता राम्रो हुन्छ, नभए लगानी बढी राम्रो हुन्छ। तर त्यो लगानी हामीले इफिसियन्टली प्रयोग गर्न सक्नु पर्यो र प्रोजेक्ट छान्दा चाहिँ हाई यल्डिङ प्रोजेक्ट भन्छ, उच्च प्रतिफल दिन सक्ने आयोजनामा मात्रै लगानी गर्नु पर्यो, त्यो ऋण लगानी, नभए फेरि ऋणको ट्र्यापमा पर्छौँ हामी। त्यो भएर यो ठिक यो बेठिक भन्दा पनि दुइटैको सबल दुर्बल पक्ष एनालिसिस गरेर हाम्रो लागि अहिले चाहिँ बेटर चाहिँ लगानी हो, तर हामीले लगानीको सही सदुपयोग गर्न सक्नुपर्छ भन्ने है त। वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोग अलमोस्ट एउटै हो। भिन्नतै छुट्याउनु पर्यो भने चाहिँ इन्टरनेसनल कोअपरेसन भनेको ब्रोडर कुरा हो, जसमा लगानी पनि पर्छ, सहायता पनि पर्छ होइन, ट्रेड पनि पर्छ। तर चाहिँ फोरेन एड भनेको चाहिँ विकासको उद्देश्यले कुनै एउटा मुलुकले प्रत्यक्ष रूपमा अर्को मुलुकलाई वा बहुपक्षीय दात्री निकाय वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले त्यो मुलुकलाई अप्रत्यक्ष रूपमा प्रदान गर्ने सहायतालाई चाहिँ हामी वैदेशिक सहायता भनेर भन्छौँ होइन। बढी फोकस्ड र सीमित हुन्छ वैदेशिक सहायता। तर अहिले हामी वैदेशिक सहायतालाई पनि अन्तर्राष्ट्रिय सहयोग भन्न मिल्छ। अन्तर्राष्ट्रिय सहयोग सबै वैदेशिक सहायता होइन। त्यही भएर बोलीचालीमा चाहिँ अहिले हामीले अन्तर्राष्ट्रिय सहयोग भन्न थालेका छौँ कि वैदेशिक सहायतालाई पनि। त्यही भएर उस्तै कुरा हो यो, त्यस्तो धेरै फरक कुरा होइन, तर केही फरक हो। फरकै छुट्याउनु पर्यो भने चाहिँ फरक हो। मेरो किताबमा हेर्नुभयो होला तपाईँले, त्यहाँ लेखिदिएको छु मैले, वा डिटेल क्लासको एनाउन्समा पनि छ। अब गरिबीलाई परिभाषित गर्दा विशेष त लेख्दा न्यूनीकरणका उपाय
लेख्दा प्रभाव लेख्दा गरिबीको बहुआयामिक स्वरूपलाई आधार मानेर बुँदा बनाउँदा सकिन्छ, भेरी फाइन। तर धेरै बहकिन्छ कि भन्ने कुरा हो। धेरै चाहिँ गरिबी भन्ने बित्तिकै इन्कम पर्सपेक्टिभबाट र त्यसको कन्सम्सन पर्सपेक्टिभबाट क्लियर छ नि। यो $2.15 पर डे अथवा नेपालको सन्दर्भमा 2236 क्यालोरी इन्टेक गर्न चाहिने आम्दानी पर डे नहुँदा हुने गरिबी भनेपछि इन्कमसँग जोडेर बढी फोकस भएर गऱ्यो भने अनि अरू कारण त अब सामाजिक सांस्कृतिक बहिष्करण अनि त्यसपछि मानवीय आयामका सूचकहरूमा पछाडि पर्ने कुरादेखि लिएर अब पोलिटिकल डाइमेन्सन पनि हुनसक्छ, सोसियो कल्चरल डाइमेन्सन हुनसक्छ होइन। यी सबै कुराका आधारले हेर्न चाहिँ सकिन्छ। तिनलाई मेन चाहिँ इन्कम र कन्जम्सनमा बेस्ड भएर हेर्ने, डिफाइन गर्दा चाहिँ अनि अरू कुरा त्यसपछि लेख्ने है। अब नेपालको परराष्ट्र नीतिले अङ्गीकार गरेका आर्थिक कूटनीतिका दृष्टिकोणहरू के रहेका छन्, आर्थिक कूटनीतिको सफल अभ्यासका लागि गर्न पर्ने कार्यहरू के हुन्। नेपालको परराष्ट्र नीतिले अङ्गीकार गरेका आर्थिक कूटनीतिका दृष्टिकोणहरू भन्दाखेरि चाहिँ we don't have explicitly defined economic diplomacy in our overall national diplomatic perspective. अनि हाम्रो परराष्ट्र नीतिको आफ्नै छुट्टै पोलिसी भन्ने पनि त्यो त छैन। तथापि अब हामीले के चाहिँ हेर्नुपर्छ भने हाम्रो परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई परराष्ट्र नीति इम्प्लिमेन्टेसनको एउटा मेजर इन्स्ट्रुमेन्टका रूपमा लिएको छ पछिल्लो समयमा आएर। र हाम्रो त्यो आर्थिक कूटनीति प्रमोसनका लागि परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीति हेर्ने डेडिकेटेड फोकल युनिटै छ। एउटा महाशाखालाई त्यो जिम्मेवारी छ, इन्क्लुडिङ अदर रेस्पोन्सिबिलिटी। तर चाहिँ यसमा यसका मेन चाहिँ दृष्टिकोणहरू हाम्रो परराष्ट्र नीतिभित्रका आर्थिक कूटनीतिका दृष्टिकोण भनेको चाहिँ हाम्रो एउटा भुल्नु नहुने कुरा चाहिँ आवर डिप्लोमेसी इज अलमोस्ट ए लेबर डिप्लोमेसी, एउटा मेजर कुरा। त्यसैले यो क्वालिटी जब र हाई पे, क्वालिटी पे हुने मार्केटमा वैदेशिक रोजगारीको सुनिश्चितता गरेर अनि अट्र्याक्टिभ फरेन के भन्छ यो रेमिटेन्स चाहिँ अट्र्याक्ट गर्ने कुरा एउटा भयो। अर्को चाहिँ अब हाम्रो के हो भनेदेखि यो लगानीका सम्भावना भएका मुलुकहरूसँग कूटनीतिक सम्बन्ध विस्तार गरेर बढीभन्दा बढी लगानी देशभित्र भित्र्याउने, प्रविधि र नलेज पनि ट्रान्सफर गर्ने अर्को त्यो दृष्टिकोण हो भनेदेखि अर्को भनेको चाहिँ हामी लिस्ट डेभलप्ड कन्ट्रीको हैसियतबाट अब डेभलपिङमा जाँदैछौँ, बट स्टिल वी आर लिस्ट डेभलप। अब 26को सुरुवातबाट हामी डेभलपिङमा जान्छौँ छिटै नियर फ्युचर होइन, अन्य कुरा यथावत रहेमा। तर पनि हामी डेभलपिङ स्ट्याटसमा वा अहिले हामी ग्रेजुएटिङ ट्रान्जिसनमा भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो आर्थिक कूटनीतिको एउटा मेजर दृष्टिकोण भनेको चाहिँ टु फेस द अपर्च्युनिटी जेनेरेटेड बाई इन्टरनेसनल कम्युनिटी इन द एरिया अफ क्लाइमेट फाइनान्स, इन्टरनेसनल ट्रेड, ग्रान्ट मोबिलाइजेसन होइन, यी कुराहरूमा चाहिँ अन्तर्राष्ट्रिय समुदायबाट सिर्जित कोष र स्रोतबाट बढीभन्दा बढी लाभ लिने अर्को त्यो विषय हो हाम्रो चाहिँ दृष्टिकोण हो, आर्थिक कूटनीतिको दृष्टिकोण। र त्यो बाहेक चाहिँ अर्को एउटा महत्त्वपूर्ण चाहिँ के हो त भन्दा हाम्रा दुईटा ठुला छिमेकी मुलुकहरू भारत र चीन, दे आर द इमर्जिङ इकोनोमिक जाइन्ट इन द ग्लोब र दे आर क्रिएटिङ एम्पल अपर्च्युनिटी है। इफ वी कुड मेन्टेन यो के भन्छ proximity रिलेसन बिट्विन टु कन्ट्रिज, त्यो दुईटाका बिचमा समनिकटताको सम्बन्ध कायम गर्न सक्यौँ र चाहिँ आफ्नै ढङ्गले दुईटा मुलुकसँग व्यापारिक र आर्थिक सम्झौता र साझेदारी गर्न सक्यौँ भने चाहिँ हाम्रो लागि विशाल आर्थिक सम्भावना र नेपाल क्यान बी डेभलप्ड एज ए इकोनोमिक ट्रान्जिट बिट्विन टु लार्जेस्ट इकोनोमिज अफ द वर्ल्ड भनौँ न, टु लार्ज अथवा इन नियर फ्युचर त लार्जेस्टै हुने भयो होइन। त्यो खालको बुझाइ हामीले त्यो कुरालाई रियलाइज गरेका छौँ र त्यही दृष्टिकोणबाट हामीले चाहिँ छिमेकी मुलुकहरूसँग सम्बन्ध स्ट्रेन्थेन गरेर सिर्जित अपर्च्युनिटीबाट लाभ लिने, थर्ड कन्ट्रीहरूसँग चाहिँ लगानी र यो चाहिँ
भनौँ न सहायता अधिकतम प्राप्ति गर्नका लागि र व्यापार विस्तार गर्नका लागि चाहिँ कुटनीतिक सम्बन्ध विस्तार गर्ने, आर्थिक कुटनीति विस्तार गर्ने। त्यसपछि गएर हाम्रो लेबर डिप्लोमेसीलाई इफेक्टिभ बनाएर चाहिँ हाम्रो रेमिटेन्सेसको क्वालिटी र चाहिँ क्वान्टिटी अभिवृद्धि गरेर फर द टाइम बिङ थ्रु रेमिटेन्स पोभर्टी रिडक्सन, इन्कम जेनेरेसन, इम्प्लोइमेन्ट जेनेरेसन र चाहिँ बिस्तारै यो पुँजी निर्माणमा पनि योगदान पुर्याउने भन्ने दृष्टिकोण हो भनेर भन्नुपर्छ है त। अब कुटनीतिको सफल अभ्यासका लागि के गर्नुपर्छ त, सुधारका लागि सुझाव भन्ने मैले दिएको ठाउँमा हेर्नु होला है त। अब यहाँ म सबै डिटेलमा गइनँ। ल ल अब आज यति नै गरौँ, भोलि फेरि भेटौँला है।